स्वागत छ सबैजनालाई गफ्तर गम्भीरको नयाँ एपिसोडमा। म हुँ तपाईँको होस्ट विज्ञ वज्राचार्य र आजको यस एपिसोडमा हामीहरूले हालै नेपालमा चलिरहेको मुस्लिम समुदायको भाष्यको बारेमा र यसैले गर्दाखेरि भइरहेको आन्तरसामुदायिक द्वन्द्वको बारेमा कुरा गर्नेवाला छौँ। र यसको बारेमा कुराकानी गर्नको लागि हामीहरूसँग हुनुहुन्छ शक्ति कुमार वंशकारज्यू। उहाँ एउटा एकाडेमिक, राइटर र सिभिक एक्टिभिस्ट पनि हुनुहुन्छ र उहाँले युनिभर्सिटीमा मुस्लिम हिस्ट्रीको बारेमा पनि पढाउनु भएको छ। स्वागत छ शक्ति कुमारज्यू हाम्रो पडकास्टमा। धन्यवाद। आजको यस पडकास्ट ऱ्यापिड फायर स्टाइलमा हुनेछ र तपाईँले हरेक क्वेसनको एन्सर चाहिँ 40 सेकेन्डदेखि 5 मिनटको भित्रमा तपाईँले दिनुपर्ने हुन्छ। सो मसँग केही क्वेसन्सहरू छ। सबभन्दा फर्स्ट क्वेसन भनेको 2008 सम्म नेपाल एउटा हिन्दू राष्ट्र थियो र बिस्तारै बिस्तारै त्यसपछि चाहिँ नेपाललाई एउटा सेक्युलर कन्ट्री भनेर चाहिँ जनाइयो। बट स्टिल आज पनि कोही मान्छेहरूमा नेपाल एउटा हिन्दू राष्ट्र नै हुनुपर्छ भन्ने कुरा छ। आज जति पनि मुस्लिमहरू नेपालमा छन् यो सबै कताबाट आए त? पाकिस्तान अथवा अरबबाट आएको हुन् यिनीहरू? नेपालको मुस्लिम समुदायको बारेमा जुन हिस्ट्री जब हामीले पढाउँछौँ त हिस्ट्रीमा धेरै जस्तो नेपालको मुस्लिम समुदाय मल्लकालीन आयो भन्ने कुरा गर्छौँ। तर त्यो मल्लकालीनमा आउनु भनेको जब नेपाल भनेको काठमाडौँ मात्र थियो तबको कुरा हो। काठमाडौँमा हो राजारत्न मल्लको पालामा मुस्लिमहरू आएका हुन्। तर यदि तराईको हामीले कुरा गर्ने हो भने तराईमा इतिहासकारहरूले भन्छन् कि तराईको भूभागले जुन छ हात मात्र फेरिरहेको भन्छ, दे चेन्ज हेन्ड भनेर भन्छ। यानि कहिले नेपालको भागमा थियो, फेरि अङ्ग्रेजको भागमा गयो, फेरि नेपालको भागमा आयो। 1816-17 तिरको जुन एङ्ग्लो नेपाल युद्ध भएको थियो त्यसमा तराईका मधेसका भूभागहरू अङ्ग्रेजहरूले लिए। तर त्यसपछि फेरि त्यो भूभागहरू फिर्ता भयो। हामीले जब राणा शासन बेला हामीले जङ्गबहादुर राणाको कुरा गर्छौँ त नयाँ मुलुक उनले पाए भनेर भन्छौँ। त नयाँ मुलुक भनेको अवधको स्टेट, जुन स्टेट अफ अवध थियो त्यसलाई उद भनेर हामीले लिट्रेचरमा पाउँछौँ। त्यसबाट जुन छ प्राप्त भएको भनेर भन्छौँ। तर यो भूभागहरू उतातिर गएको थियो, फेरि त्यो भूभाग यतातिर आएको हो। र यो भूभाग आउँदाखेरि मुस्लिमहरूको उल्लेखनीय जुन छ यसमा अलरेडी यसमा बसोबास थियो। त्यसरी नै तराईका विभिन्न भूभागहरूमा मुस्लिमको जुन छ बसोबास भएको हो। यो पनि भनिन्छ कि जस्तै राणा शासनभन्दा अगाडि नै जुन छ मुस्लिमहरूलाई र अरूहरूलाई जुन छ जग्गाहरू दिने कुरो भएको थियो र जमिनदारी त्यहाँ जङ्गलहरू फडान गर्ने, किनभने औलो रोग चल्ने गर्थ्यो। त त्यो औलो रोगलाई कोही पहाडका मान्छेहरू जान नमानेको हुनाले त्यही जुन छ इन्डियाबाट मान्छेहरू बोलाएर उनीहरूलाई जागिरदारी दिएर त्यहाँ जुन छ गर्ने, त्यहाँ फडानी गरेर वन जङ्गल फडानी गरेर त्यहाँ खेती गर्ने र खेतीबाट राजस्व सङ्कलन गरेर काठमाडौँ चलाउने भन्ने थियो। त त्यो राजस्व सङ्कलन गर्ने क्रममा मुस्लिम जमिनदारहरू कपिलवस्तुमा भित्राइए र मजदुरहरू पनि भित्राइए, जो कि मुस्लिम मात्र नभइकन अरू समुदायको पनि जब जब अपर्च्युनिटी भयो त अरू समुदायका मानिसहरू पनि त्यसमा आए। त मधेसको जुन हामीले जब तराई मधेसको कुरा गर्छौँ जसमा 95.2% मुस्लिमहरूको बसोबास छ अहिलेको सेन्सस अनुसार। त त्यो मधेसमा तराई मधेसको जुन कुरा गर्छौँ त्यसमा मुस्लिमहरू पहिलेदेखि थिए, नम्बर 1। दोस्रो, केही व्यक्तिहरूलाई जमिनदारीको लागि र केही मजदुरहरूलाई त्यो जमिनदारको काम गर्दिनलाई होइन बोलाइएको थियो। तर त्यसको साथमा त्यो मधेसको पपुलेसन पनि होइन, अरू मधेसको पपुलेसन पनि त्यही हो। मधेसीहरूको पपुलेसन त्यही थियो, मुस्लिमहरूको पनि पपुलेसन त्यही थियो। मधेसीहरू केही पछि भित्राइए, मुस्लिमहरू पनि पछि भित्राइए, केही मजदुरको फर्ममा, कोही जमिनदारको फर्ममा। त इन कन्क्लुजन भन्दाखेरि मधेसको जुन बस्ने मुस्लिमको आबादी छ, जस्तै कि मधेसी त्यहाँको समुदायको होइन स्ट्रक्चर छ। कोही अलरेडी त्यहाँ थिए पहिलेदेखि नै, जमानादेखि नै। कोही मात्र हुन् जो पछि मजदुरहरू भित्राइएका हुन् भन्ने छ। मधेसी र मधेसी मुस्लिमको इतिहास लगभग एक जस्तो छ। सो यो भित्राइएका मुस्लिमहरू जो छन् उनीहरू चाहिँ कताबाट आएको हुन्? उनीहरू इन्डियाबाट आएको हुन् र जब हामीले कुरा गर्छौँ कि उनीहरू अरबबाट आए, त इन्डियाको मुस्लिम पपुलेसन अरब पपुलेसन होइन, धेरै कम सङ्ख्यामा मात्र तुर्कीबाट केही मान्छेहरू आएका थिए। या कोही जुन छ अरबबाट भन्दा पनि हाम्रो मुगलको जुन थियो कोही मङ्गोलियन रेसबाट उनीहरू आएका हुन्। नत्र पनि मोस्टली जुन पपुलेसन जुन छ त्यो त्यहाँको रैथाने पपुलेसन हो। विभिन्न कालखण्डमा उनीहरू जुन छ मुस्लिम भएका हुन्। केही जुन छ त्यहाँ
जातीय कारणले पनि मुस्लिम भएका हुन् होइन। जस्तै कि हामीले जब हामीले सिन्धको कुरा गर्छौँ भने मोहम्मद बिन कासिमको कुरा गर्छौँ, त मोहम्मद बिन कासिमको जमानामा इन्डियातिर त्यहीँका जातहरू जो कि जातीय कारणले उनीहरू अपहेलित थिए होइन, उनलाई सानो जाति मानेर उनको साथमा जुन चाहिँ केही किसिमका भेदभावहरू हुन्थ्यो, उनीहरू नै मुस्लिम भएर त्यो व्यवहार देखेर उनीहरू मोहम्मद बिन कासिमको सेनामा सामेल भएर पछि सिन्ध जित्न मद्दत गरे उनीहरूले। र जो एउटा यसमा एउटा अरू अनौठो कुरो छ कि जो मुस्लिम भए उनीहरू त सधैँ छन् होइन, तर ती दलित र जातको कुरा गर्ने हो जसलाई जुन छ समाजले उनलाई तल्लो जाति मानेर उनको साथमा दुर्व्यवहार गर्थ्यो, भेदभाव गर्थ्यो। उनीहरू मुस्लिम जो भएनन्, उनी पनि मुस्लिमहरू आउँदाखेरि उनी त्यो जाति व्यवस्थाबाट जुन पीडित जुन थिए, त्यो उनको पीडा बिस्तारै कम हुँदै गयो। मुस्लिम शासनमा दलितहरूलाई या सानो जाति जुन कहलाउँथे होइन, तिनीहरूलाई अधिकार प्राप्त भएर कोही जमिनदारसम्म र फौजका ठुला हाकिमहरूसम्म भएका हुन् त्यसमा। त यो पुरै जुन समुदाय हामीले पुरै इन्डियाभरि इन्डियन सब कन्टिनेन्टको यदि कुरा गरौँ, इन्डिया भन्दाखेरि अहिलेको भारत मात्र होइन, कतै बङ्गलादेश या भारतीय उपमहाद्वीपको कुरा गर्ने हो भने बङ्गलादेश, पाकिस्तान होइन, यो जुन सबै भूभागहरू थियो, यसमा भएका मुस्लिमहरू रैथाने मुस्लिम र उनीहरू जुन छ नेपालको पनि कन्टेक्स्टमा हेर्ने हो भने त्यो बोर्डर वारिपारि मात्र हो। किनभने त्यो मधेसको भूभाग भनेको कहिले इन्डियाको पालोमा या इन्डियाको कुनै राज्यको पालोमा है, यो होइन कि इन्डिया सम्पूर्ण इन्डिया एउटै थियो भन्ने थिएन। इन्डियाको कुनै एउटा भूभाग होला, बिहारको छुट्टै थियो होला, उत्तर प्रदेशको छुट्टै थियो होला। त्यो भूभागको केही भूभागहरू कहिले यता कहिले उता, कहिले यो राजाको जुन छ भागमा, कहिले उतातिरको राजाको भागमा, त्यो जुन यता एक्सचेन्ज जुन भयो, त्यो नागरिकहरू पनि एक्सचेन्ज भयो कि कहिले ऊ अहिले बिहारको कुनै राज्यको या अवधको कुनै राज्यको पार्ट आफ्नो पाइरहेछ भने भोलि सम्झौता भइसकेपछि ऊ नेपाली सडनली हुन पुग्यो कि। त्यस्तो पनि छ यहाँ होइन। त्यो मधेसको पपुलेसन र नेपालको पपुलेसनमा जति पनि मुस्लिमहरू छन् उनीहरू रैथानेहरू हुन्, उनीहरू बाहिर अरबबाट आएका मान्छे होइन। सो यदि हामीले अहिले नेपालमा करेन्टली हेर्यौँ भने मुस्लिमको पपुलेसन एप्रोक्सिमेटली 5% जति छ। र यदि हामीले मिडियामा कुराहरू हेर्यौँ भने चाहिँ उनीहरूले के भन्छन् भन्दा जुन ठाउँमा मुस्लिमको पपुलेसन 5% भन्दा बढी छ त्यहाँ चाहिँ उनीहरूले फसाद फैलाउन थाल्छन्। सो यसको बारेमा तपाईँको विचार के छ? यो फैलाइएको भ्रम हो इन सर्ट यदि भन्ने हो भने। किनभने संसारमा धेरै ठाउँमा मुस्लिमको जनसङ्ख्या त्योभन्दा धेरै छ। इन्डिया भारतमै हेर्ने हो भने 14% को जनसङ्ख्या छ र नेपालकै कन्टेक्स्टमा हेर्ने हो भने यो एउटा फैलाइएको एउटा भाष्य हो कि मुस्लिमहरू 5% पुग्यो भने अब उनले अधिकार माग्न थाल्छन् कि मुस्लिमले अधिकार नमाग्नु पर्ने हो। मुस्लिम पनि त नेपालको नागरिक हो नि। दलितले अधिकार माग्यो भने अब यिनीहरू धेरै बोल्न लाए लोकतन्त्रमा होइन, यो लोकतन्त्र त बेकारको भयो भनेर भाष्य निर्माण गर्ने, आदिवासी जनजातिले माग्न थाल्यो भने त्यही भाष्य निर्माण गर्ने, महिलाहरूले माग्न थाल्यो भने ओ पहिलेकै ठाउँ ठिक थियो, महिलाहरू त धेरै बिग्रिन थाले भनेर भाष्य निर्माण गर्ने, थारूले माग्न थाल्यो भने त्यही किसिमको जुन छ भाष्य निर्माण गर्ने, मधेसीले नै माग्न थाल्यो भने फेरि त्यही किसिमको भाष्य निर्माण गर्ने। लोकतन्त्रमा नेपालका जुन हामी एउटा लोकतन्त्रको जब कुरा गर्छौँ, डेमोक्रेसीको कुरा गर्छौँ भने डेमोक्रेसीको अहिलेको मोडर्न कन्सेप्ट भनेको इक्वल सिटिजनसिपको कन्सेप्ट हो। त्यो हरेक नागरिक बराबर छ, उसलाई बराबर अधिकार पाउनु पर्ने हो। र बराबर अधिकारमा पनि एउटा एक स्टेप जोडिन्छ कि कोही मार्जिनालाइज कम्युनिटीको छ भने सीमान्तीकरणमा उसलाई झन् बढी बढाएर दिनुपर्ने हो ताकि उसको सीमान्तीकरण कम होस्। उदाहरणको रूपमा तपाईँसँग 2टा गाई छ, एउटा एकदम मोटो घाटो गाई छ र एउटा अलिक दुब्लो पातलो गाई छ भने घरको हरेक मालिकले भन्छ कि दुब्लो गाईलाई अलिक बढी होइन हेरचाह गरौँ, अलिक बढी घाँसहरू दिनु है, हरियो घाँस दिनु, यसलाई पनि अलिकति मोटाउनु रह्यो, कति दुब्लायो भनेर होइन। यो त न्यायको सिद्धान्त हो। यदि माया गर्छ भने होइन उसले त्यही अनुसार हिँड्छ। त यहाँ नागरिकले यो भन्ने बित्तिकै कि हामीहरू मार्जिनाइज छौँ, हामीलाई होइन हामी सीमान्तीकरण परेका छौँ, ब्याकवर्ड भएका छौँ, हामीलाई अधिकार दिनुहोस् भन्ने बित्तिकै उनको खिलाफ घृणा प्रचार सुरु हुन्छ र मुस्लिमको विषयमा त झन् बढी घृणा प्रचार सुरु हुन्छ किनभने उसको धर्मलाई पनि उसको साथमा जोडिन थाल्छ। तर यदि न्यायको आँखाले हेर्ने हो भने मुस्लिम भनेको नेपालको सबैभन्दा पिछडिएको समुदाय हो, दलित भन्दा पनि पछाडि छ। त अब जो सबैभन्दा पछाडि छ उसले त अधिकार माग्नु भन्दा
राज्यले स्वयं अगाडि हात बढाएर हो तपाईँलाई हामी सीमान्तकरणबाट बाहिर ल्याउँछौँ, कुनै यो ऐतिहासिक कारणले गर्दाखेरि तपाईँहरू पछाडि पर्नु भएको छ, तपाईँलाई हामी सीमान्तकरण बाहिर ल्याउनलाई स्पेशल प्रोभिजन यदि बनाउनु पर्यो भने होइन, विशेष किसिमका नियमहरू बनाउनु पर्यो भने त्यो बनाएर तपाईँलाई हामीले ल्याउँछौँ, त्यही खास बढी दिने भने जस्तै गाईलाई होइन, हामीले तपाईँलाई बढी अधिकारहरू दिएर तपाईँलाई सीमान्तकरणबाट बाहिर ल्याउँछौँ भनेर भन्ने हो। यदि कसैले नेपाल भन्ने कन्सेप्ट बुझ्छ भने, किनभने नेपाल भन्ने कन्सेप्ट भनेको यहाँको भूभाग मात्र होइन, यहाँको नागरिक पनि हो। कुनै पनि नागरिक यदि पछाडि पर्छ, कुनै पनि समुदाय पछाडि पर्छ भने समग्रमा नेपाल पछाडि परेको भयो। त मुस्लिमहरू 5% पुग्न थाले कि अधिकार माग्न लागे भन्ने कुरा जसले गरिरहेको छ होइन, उनीहरूले एकचोटि मजाले गएर नेपाल भन्ने के हो उनीहरूले चिन्तन गर्ने विषय हो यो। तपाईँको यही कुरामा मैले एउटा अर्को क्वेसन पनि जोड्न चाहेँ। सो तपाईँले भन्नुभयो कि यो 5% पुगिसकेपछि अधिकार माग्नुपर्ने अथवा त्योवाला कुरा यदि चाहिँ गलत कुरा मात्रै फैलाइएको हो भने, आज हामीले संसारमा देख्छौँ कि जता पनि फसादहरू मचिरहेको छ त्यहाँ प्रायः जसो मुस्लिमहरूको नै हात भइरहेको हामी देख्छौँ। सो यसको बारेमा चाहिँ के छ त? यो पनि एउटा फैलाइएको भाष्य हो कि जहाँ मुस्लिमहरू छन् त्यहाँ फसाद फैलिएको छ। कुन मुलुकमा फसाद फैलिएको छ र त्यसको कारण के हो भनेर हामीले मजाले भू राजनीति बुझ्नुपर्ने हुन्छ होइन, जियो पोलिटिक्स के छ होइन, कसरी चलिरहेको त्यसको कारण के हो भनेर हामीले बुझ्नुपर्ने हुन्छ। अहिले हामीले यदि हेरौँ भने धेरै जस्तो भूभाग जसलाई हामीले मुस्लिम भूभाग भन्छौँ त्यो कि त फ्रेन्च कोलोनीको रूपमा रहेको थियो, कि त त्यो इङ्ग्लिस कोलोनीको रूपमा ब्रिटेनको शासनको अन्डर रहेको थियो। जब त्यसलाई त्यहाँबाट छुटाइयो त त्यहाँ यस्ता कार्यहरू भए जसले गर्दाखेरि त्यहाँ अटोमेटिकली त्यहाँ द्वन्द्व सिर्जना भयो। त्यो भागभण्डाको विषय हुनसक्छ, त्यो अधिकारको प्रायोजनको विषय हुनसक्छ त्यसै बिचमा। त यो विभिन्न कारण त्यसको हिस्ट्री एकचोटि पल्टाउँथ्यो, यहाँ कन्फ्लिक्ट भइरहेछ भने किन भइरहेछ भन्ने कुरो हामीले हेरौँ भने कतै न कतै जुन छ ऊ कोलोनीको रूपमा जब त्यो रह्यो र त्यसबाट पछि छुटिँदाखेरि त्यहाँ झगडाको बिउ छोडेर गएका हुन् के। त त्यसैको प्रभाव हामीले हेर्छौँ। उदाहरणको रूपमा इन्डिया पाकिस्तानको हामीले यदि हेऱ्यौँ भने अङ्ग्रेजले छोड्न त छोडेर गए तर त्यसपछि विभाजन भयो र आज उनीहरू एक आपसमा शत्रु छन्। यसै विभाजनमा अर्को एउटा न्यू थप छ कि मान्छेले आफ्नो कुनै ठुला जसलाई हामीले डेमोक्रेटिक मुलुक भन्छौँ, संसारको सबैभन्दा शक्तिशाली मुलुकहरू भन्छौँ, तिनीहरूको आफ्नो पनि कारणले गर्दाखेरि कतै न कतै होइन द्वन्द्व निम्तिरहेको छ। उदाहरणको रूपमा अफगानिस्तानको हामीले कुरा गरौँ। अफगानिस्तानमा द्वन्द्व किन निम्तिरहेको छ? पहिला रसियाको कब्जामा थियो, रसियाको कब्जामा हुँदाखेरि त्यहाँको फोर्स जसलाई हामीले तालिबान भनिन्छ होइन, त्यो तालिबानहरूलाई उसैले होइन अमेरिकाले नै बढावा दिएको हो, उसैले खडा गरेको एक किसिमको फौज हो होइन। र हामीले रेम्बो 4 मुभीमा हेर्छौँ भने रेम्बो 4 हो या 5 हो त्यसमा अफगानिस्तानको केस देखाएको छ। त्यही तालिबानीहरू पीडित हुन्, नागरिकको लागि बोलिरहेको छन्, रसियाको विरुद्ध लडिरहेको छन् भनेर भाष्य निर्माण गरेछ र सिल्भेस्टर स्टोलोन रेम्बोलाई होइन अमेरिकी सरकारले पठाएको छ कि त्यहाँ गएर तिमीले सामना गरेर उनीहरूलाई मुक्ति दिलाऊ भनेर। र त्यही रसियाका जनरलहरूको विरुद्धमा लडेको पुरा मुभीले देखाउँछ, यानि त्यही तालिबानीहरूलाई पीडित देखाउँछ। तर जब रसियालाई धपाइसकेपछि अमेरिकाले त्यसको माथि कब्जा जब गर्न चाह्यो होइन, त त्यही तालिबानीहरू जसले उसैले खडा गरेको थियो उसले पनि भने कि हाम्रो मुलुक हामीलाई फिर्ता दियो होइन। र ती व्यक्तिहरू जुन उनको मित्र थिए शत्रु भइदिए। इराकको केसमा लिने हो भने हो त्यहाँको शासक अलिकति के भन्छ उसको विषयमा पनि केही खराब कुराहरू छन्, सद्दाम हुसेनको विषयमा खराब कुराहरू छन्। तर जुन भाष्य निर्माण गरेर उसको माथि आक्रमण गरियो कि त्यहाँ वेपन अफ मास डिस्ट्रक्सन छ, अमेरिकाले इरान र इराकलाई आपसमा लड्न लगाइरहेको थियो 1980 सम्मको हामीले कुरा गर्ने। अनि जब तबसम्म त्यो वेपन अफ मास डिस्ट्रक्सन या सद्दाम हुसेनले त्यहाँ कुर्द समुदाय विरुद्ध गरेको त्यो जति किसिमका अत्याचारहरू थिए त्यो जुन छ मिडियामा पनि आएन र त्यो विषयवस्तु पनि बनेन। तर जब सद्दाम हुसेनले तेललाई राष्ट्रियकरण गर्न खोज्छ अनि त्यसपछि त्यो विषयवस्तु बन्छ र सिनेटबाट, अमेरिकन सेनेट जो कि संसद हो, त्यसबाट इजाजत नलिकन झुटा गवाहहरूको खडा गरेर त्यसैको बेसिसमा आक्रमण गरेको होइन। त्यहाँको टिमले पहिले नै भनिसकेको थियो, त्यहाँको रिपोर्टहरू जुन गएको थियो टिमले अलरेडी भनिसकेको थियो कि सद्दाम हुसेनसित त्यस्तो कुनै किसिमको हतियार छैनन् भनेर।
तर अब न्यू थियो, त्यसलाई झगडा गर्नु थियो, त्यसको माथि आक्रमण गर्नु थियो, तेललाई कब्जा गर्नु थियो र ती तेललाई कब्जा गर्नको लागि सद्दाम हुसैनलाई पदच्युत गरियो र त्यसलाई नाम दियो कि त्यहाँका नागरिकहरूले उसलाई धपाकाउन् भनेर। र हालैमा यदि गर्ने भने सबभन्दा नवीनतम उदाहरणको रूपमा हामीले भेनेजुएलाको केस लियौँ। भेनेजुएलामा तेल छ, भण्डार छ, त्यो तेललाई राष्ट्रियकरण गर्ने जब कुरा गरियो त राष्ट्रपति आज उनको कब्जामा छ होइन। उनलाई अरूको मुलुकमा हमला गरेर उसको राष्ट्रपतिलाई किडन्याप गरेर लगेर आफ्नो ठाउँमा लगेको छ। यो कुनै डेमोक्रेटिक मुलुकको जुन छ पहिचान होइन र यसले यो देखाउँछ कि जुन द्वन्द्वको कुरा हामीले गरिरहेका छौँ संसारमा विभिन्न मुलुकहरूमा, खास गरी मुस्लिम मुलुकहरूमा, त्यो द्वन्द्व चर्काउनमा विभिन्न तत्त्वहरूको होइन विभिन्न कारणहरूको हात छ। कुनै जुन चाहिँ कलोनिजमबाट सुरु भएको हो र कुनै हालैका जुन मुलुकहरू छन् उसले आफ्नो स्वार्थको लागि त्यो मुलुकमा द्वन्द्व सिर्जना गराइरहेको हो। केही तिनीहरूको पनि गल्ती होला, यो पनि मैले थप्न चाहन्छु, तिनका आपसमा केही कमजोरी होला, तर त्यो कमजोरी भनेको उनको आफ्नो नागरिकहरूले समाधान गर्ने होइन। र त्यो नागरिकहरूको त्यो भनौँ न त्यो डेमोक्रेटिक राइटलाई खोज्ने अधिकार र त्यसमा जुन छ इन्टरभेन्सन गर्ने अधिकार कुनै अर्को मुलुकलाई छैन, अन्तर्राष्ट्रिय स्तरमै छैन, अन्तर्राष्ट्रिय कानुनमै पर्दैन त्यो। त यो गर्नु छ भने युएनले गर्छ, जब उसलाई थाहा हुन्छ कि यो ठिक छ होइन, यो गलत भइरहेछ भने युएनले गर्नुपर्ने। कुनै एउटा तेस्रो मुलुकलाई कुनै मुलुकमाथि हमला गरेर गर्नु यदि सही हो भने हिटलरलाई किन विलन बनाइन्छ त? त यो हामीहरूले यो कुरा बुझ्नुपर्ने हुन्छ कि मुस्लिम भएर मुलुकको त्यो द्वन्द्वमा गएको होइन, यो निर्माण गरिएको भाष्य हो। त्यसको इतिहासलाई मजाले पढ्ने हो भने त्यो द्वन्द्व कहाँबाट सिर्जना भएको छ र मुस्लिम मुलुकमै किन सिर्जना भइरहेको छ भन्ने कुरो हामीहरूले मजाले थाहा पाउँछौँ। अब हामीहरू प्रवेश गरौँ आजको मेन क्वेसनको बारेमा, जसले गर्दाखेरि चाहिँ आज हामीहरू यता बसिरहेको छौँ। सो हाम्रो भ्युवर्सहरूलाई एउटा सानो ब्याकग्राउन्ड दिँदाखेरि चाहिँ खासमा जनवरीको यो 2026को जनवरीको फर्स्ट विकमा चाहिँ धनुषामा 2 जना मुस्लिम केटाहरूले चाहिँ टिकटकमा एउटा भिडियो बनाएको थिए, जसमा चाहिँ उनीहरूले एलिजेडली हिन्दू समुदायको बारेमा चाहिँ प्रोभोकिङ कुराहरू गरेको थिए। हामीहरूसँग यो ओरिजिनल भिडियो चाहिँ कतै पनि एभाइलेबल छैन, किन भन्दाखेरि जुन भिडियोले गर्दाखेरि यो द्वन्द्व सुरु भयो त्यो भिडियो चाहिँ डाउन गरिएको छ र अनलाइनमा कतै पनि एभाइलेबल छैन त्यो भिडियो। र त्यो भिडियोको रियाक्सनमा चाहिँ उता एउटा मस्जिदमा तोडफोड गरियो, जसको पनि भिडियो चाहिँ पब्लिक भएको थियो। र त्यो भिडियोको फेरि रेस्पोन्समा चाहिँ उता मुस्लिमहरूले चाहिँ प्रोटेस्ट सुरु गरे र त्यही चेन रियाक्सनले गर्दाखेरि चाहिँ आज त्यो अझ वीरगन्जसम्म पनि एस्केलेट भएको छ। र यही कारणले गर्दाखेरि चाहिँ आज हामीले यो टपिकमा कुराकानी गर्नको लागि चाहिँ आवश्यक ठानेको छौँ। र मैले हाम्रो शक्तिकुमार वंशकारज्यूलाई सोध्न खोजेको चाहिँ जुन त्यो कुरा सुरु भयो, जुन स्टार्टिङवाला कुरा थियो, के त्यो सही भयो? क्वेसन नम्बर 1। र अर्को चाहिँ अहिले जे भइरहेको छ के त्यो ठिक छ? यदि त्यो ठिक छैन भने हामीले के गर्नुपर्छ? वाट इज द बेस्ट द्याट वी क्यान डु टु ब्रिङ पिस टु दिस सिचुएसन अर मुभ फरवर्ड? यो महत्त्वपूर्ण र एकदमै अहिले भनौँ न एकदमै जरुरी प्रश्न हो, जसको जवाब हामीले खोज्नुपर्न एकदमै जरुरी छ। जवाब पनि त्यत्तिकै जरुरी छ त्यसको। नम्बर 1 कुरो कि मुस्लिमले त्यो गरेको ठिक हो? एकदमै गलत हो। त्यसलाई हरेक शब्दमा भर्त्सना गर्नुपर्छ। र मुस्लिमलाई उनकै आफ्नै धर्मग्रन्थ कुरानमा पनि यतिसम्म भनिएको छ कि यदि तिमीले कसैको देवी देवतालाई गाली नगर्नु, उनका आराध्यलाई गाली नगर्नु, किनभने फर्केर उसले फेरि तिम्रो अल्लाहलाई गाली गर्छ होइन। त अलग अलग यानि भनौँ न आस्था भए पनि होइन, त्यो गाली गर्ने जुन छ यो ट्रेडिसन जुन छ या इजाजत भनौँ इस्लामले दिँदैन होइन त्यो मुस्लिमहरूलाई। त उनीहरू त्यसको सीमाभित्र बसेर उनीहरू आफ्नो सीमाभित्र बसेर उनीहरूले कुरा गर्नुपर्ने थियो, उनले गरेको गलत हो। र त्यसको रेस्पोन्स पनि जुन भयो त्यो पनि गलत हो होइन, त्यो पनि एकदमै गलत गरेको। त्यो व्यक्ति जसले त्यो गरेको थियो त्यसको विरुद्ध रिपोर्ट गर्न सकिन्थ्यो होइन। यदि मुस्लिमले त्यो गरेको छ भने जुन समुदायलाई आघात पुगेको छ उसले गएर रिपोर्ट गर्न सक्थ्यो र रिपोर्ट गरेर उसलाई सजाय दिनु पर्थ्यो। एउटाको सजाय अरूलाई दिनु यो कहाँको न्याय हो? जब एउटा बुवाको अपराधको सजाय उसको छोरालाई दिन सकिँदैन, बुवाले यदि मर्डर गरेको छ भने के छोरालाई जुन छ जेल हाल्ने हो र? होइन नि। त
त बुवाको अपराधको सजाय जब छोराले पाउँदैन भने कोही अर्को व्यक्तिले गरेको सजाय कुनै अर्को व्यक्तिलाई गरेर दिनु त्यो कुन हिसाबले जायज हुन्छ? त्यो कुनै पनि हिसाबले जुन चाहिँ न्यायपूर्वक हुँदैन भन्ने कुरो नम्बर 1 कुरो। दोस्रो कुरो त्यो महत्त्वपूर्ण छ कि मुस्लिम समुदायलाई यो यो त हामीले हालै हेरेका हौँ। तर मुस्लिम समुदायलाई विगत 6 वर्षदेखि गाली गर्ने एउटा षड्यन्त्र चलेको हो क्या। उनलाई प्रोभोक गर्नको लागि लगातार गाली गर्ने र यो 6 वर्ष 7 वर्ष अगाडि हामीले यदि यसलाई निहाल्छौँ भने त्यहाँबाट नै उनीहरूलाई प्रोभोक गर्ने किसिमका न्यारेटिभहरू जुन हाम्रा छिमेकी राष्ट्रमा जुन चलिरहेको छ, उनलाई खोज्ने, उनको प्रोफेटको बारेमा, उनको अल्लाहको बारेमा, उनको धर्मग्रन्थको बारेमा, उनका विभिन्न कानुनका बारेमा र उनका जुन छ यहाँसम्मको परिवार आमा र बहिनी र छोरीको बारेमा पनि त्यस्ता किसिमका कुराहरू लगातार अश्लील कुराहरू गर्दै आएका होइन मान्छेले। उनले चाहिरहेछन् रिएक्सन होस् भनेर र यो रिएक्सन गरौँ भन्दाखेरि उनलाई नेपालमा द्वन्द्व फैलाउनु छ, केही व्यक्तिहरू छन् होइन। उनलाई द्वन्द्व गराउनको लागि के गर्नु पर्यो त मुस्लिमलाई प्रोभोक गर्नका लागि यस्तै किसिमका जुन छ अश्लील कुराहरू, यस्तै किसिमका खोज्ने कुराहरू उनले लगातार गरेका हुन्। त्यसको बारेमा मैले कति ठाउँमा लेखेको पनि छु, बोलेको पनि छु त्यसमा। त हामीले यो ध्यान दिनु पर्यो कि ती व्यक्तिहरूलाई रेस्पोन्स गर्नु भनेको होइन, त्यो मुस्लिमको लागि गलत थियो पनि भन्छु मैले होइन। उसका विरुद्ध पनि राज्यले कारबाही गर्नुपर्ने थियो यस्ता बारे र मुस्लिमले त्यस्ता व्यक्तिहरूको विरुद्धमा कानुनी सहारा लिनुपर्ने थियो। त्यो उनले नगरेको अवस्था पनि हुनसक्छ। उनले हुनसक्छ ज्ञापन पत्र बुझाएका हुन्, तर किटानी जाहेरी नै गरेर केस नै रेजिस्टर गराउने प्रयास गर्नुपर्ने थियो र यदि केस रेजिस्टर गरिएको छैन या राज्यले कारबाही नगरेको जुन यदि प्रमाण छ भने त्यसलाई सुरक्षित गर्नुपर्थ्यो ताकि थाहा होस् कि सुरुवात कहाँबाट भएको छ भनेर। र मैले यो पनि भन्छु कि नेपाललाई मुस्लिम देखाएर नेपालमा द्वन्द्व फैलाउने र नेपालमा अशान्ति गराउने प्रयास भइरहेको छ र जसले यो गरिरहेको छ उसलाई राम्ररी थाहा छ कि मुस्लिमलाई के कुराले खोज्छ क्या र उसले त्यही कुराहरू भनिरहेको हो लगातार होइन। रेस्पोन्स ल्याउँ उसले रेस्पोन्स गर्यो भने ओ हेर हामीलाई हाम्रो मेजोरिटी हिन्दू समुदायमा भएको देशमा मुस्लिमले हेर कस्तो किसिमको हामीलाई अपमानजनक कुरा गरिरहेछ भनेर भाष्य फैलाउनको लागि गरेको हो। त्यो मुस्लिम त जालमा फसे भन्छु मैले होइन। मुस्लिम नफस्नु पर्ने तर त्यो जालमा फस्नु पुगे। त मुस्लिमले पनि यो कुरा जुन छ यसलाई बुझ्नुपर्ने हो कि साम्नेवालाले चाहिरहेको छ द्वन्द्व होस्, त्यो हामीले गएर झगडा गर्ने, नारा जुलुस गर्ने या होइन फेरि अरू समुदाय, किनभने त्यहाँ त केही तत्त्व मात्र छन् जसले हिन्दूका नकाब ओढेर उनले द्वन्द्व फैलाउने प्रयास गरिरहेका छन्। माघी हुन्देले त उनलाई केही पनि त्यस्तो केही भनेको छैन होइन र उनले चाहँदा पनि चाहँदैन त्यस्तो केही भनेको होस्। त उनले पनि त्यो कुरालाई ख्याल गरेर त्यस्ता किसिमको कमेन्ट नगर्नुपर्ने, किनभने उसले कमेन्ट गर्दाखेरि जसले उसलाई कमेन्ट गरिरहेको छ होइन, उसलाई नाना थरीको कुरा भनिरहेको छ, उसलाई मात्र घोच्ने होइन, उसले त चाहिरहेको छ भनोस्, तर त्यसको बहानामा सम्पूर्ण हिन्दू समुदायलाई मुस्लिम खतरा हो र मुस्लिम हेर यस्तै हुन्छ भनेर भाष्य निर्माण गर्नको लागि गरिएको हो। त मुस्लिमले पनि बुद्धिमत्ता प्रयोग गर्नुपर्ने हुन्छ र त्यस्ता किसिमका जालमा, त्यस्ता किसिमका भाष्य निर्माणमा सहयोगी बनिदिनु हुँदैन, त्यस्ता किसिमका कर्म गरेर, त्यस्ता किसिमका काण्डहरू गरेर। त यो हामीले बुझ्नुपर्ने कुरो। सो मिडियामा आएको छ कि नेपालमा 45 देखि 50 लाख मुस्लिमको पपुलेसन छ, तर हाम्रो गभर्मेन्टको सेन्ससको अनुसार नेपालमा 15 लाख मात्रै मुस्लिम हुनुपर्ने हो। सो यो बाँकीको जुन 25 लाख लगभग मुस्लिमहरू छ यो कताबाट आयो त? उनीहरू रोहिङ्ग्या अथवा बङ्गाली मुस्लिमहरू हो? यो बडा इन्ट्रेस्टिङ प्रश्न छ। यसको बारेमा हामीले के जान्यौँ भने एकजना मुस्लिम महिलाले कुनै ठाउँमा हामी 40 लाख मुस्लिम छौँ भनेर भन्नुभयो। केही अर्को व्यक्तिहरू पनि आए हामी त 50 लाख छौँ, सडकमा ओर्लिन्छौँ भन्ने कुरो गरे होइन। यो मुस्लिम विरुद्धमा यस किसिमको घृणा प्रचार भइरहेको बेला उनीहरूले रेस्पोन्समा त्यो कुरा भनेको थिए होइन, या त्यस्ता किसिमका गलत सूचना जसलाई मिसइन्फर्मेसन हामीले भन्छौँ बोलिरहेको बेला त्यसको रेस्पोन्सको रूपमा उनले भनिरहेको थिए। जुन मैले अघि पनि भने कि लगातार मुस्लिमलाई खोज्ने लगातार कामहरू भइरहेको छ, उनले प्रोभोक गर्ने काम लगातार भइरहेको छ। जो महिलाले बोलिन् त्यो गलत डाटा होइन, किनभने सेन्ससले देखाइसकेको छ 15 लाख हो भनेर र कुनै एउटा महिलाले त्यो बोल्दैमा ऊ महिलालाई जानकारी नभएर उसले बोलिरहेछ भने त्यो अथराइज कसरी हुनसक्छ? भोलि पर्सि कसैले भन्न सक्छ कि नेपालमा
त 90% मुस्लिम आबादी छ भनेर भनिसकेपछि के हामी मान्न तयार छौँ र त्यो मानेको बेसिसमा के उनलाई 90% रिजर्भेसन दिन तयार छौँ? छैनौँ नि। त कसैले गलत बोल्दैमा त्यसलाई अथराइज गर्नुभन्दा गएर फ्याक्ट चेकिङ गर्दा सजिलो हो। मजाको कुरा के छ भने जसले यो कुरा उठाइरहेका छन् उनलाई पनि मजाले थाहा छ कि नेपालमा त्यही 15 लाखको हाराहारीमा 14 लाख समथिङ होइन मुस्लिमहरू छन् भनेर उनलाई थाहा छ त्यो कुरो। तर उनलाई त्यो महिलाले धेरै कुराहरू बोलिन् त्यसमा मध्ये एउटा यो कुरा गलत उनले बोलेको थिइन्। बोल्दा बोल्दा मान्छेबाट मिस्टेक हुन्छ होइन। त उनले ठ्याक्कै यही टिपेर जुन छ एउटा अर्को नेरेटिभ सेट गर्ने प्रयास गरेको हुन् कि नेपालमा यति लाख जुन छ मुस्लिमहरू जुन छन् र यति बङ्गालीहरू छन्, बङ्गलादेशीहरू, रोहिङ्ग्याहरू छन् लुकेर राखेका छन्। नेपालमा जो रोहिङ्ग्या शरणार्थीको रूपमा आयो ऊ बङ्गलादेशी होइनन्, पहिले त म्यानमारबाट उनलाई जेनोसाइड भएको हो। उनीहरू त्यहाँबाट मेसेकर फराएर भागेर बङ्गलादेशमा आएका हुन्। बङ्गलादेशबाट कोही यता छिरेका हुन् र जो यहाँ छिरेका हुन् त्यसलाई युएन माइग्रेसनमा भनौँ युएनको जुन छ बडी जुन छ रिफ्युजिजहरूको त्यसको पास उसको डाटा छ, उनीसँग आइडी कार्ड छ। त नेपाललाई थाहा छ कति रोहिङ्ग्याहरू छन् भन्ने कुरो होइन नेपालीलाई थाहा छ। भारतीयहरू बङ्गलादेशीहरू नेपाल छिर्ने, काम गर्न आउने, मजदुरको रूपमा काम गर्न आउने अनि फर्केर जाने, नेपालका पनि इन्डिया जान्छन् होइन, अरू ठाउँमा जालान् होइन। त्यो जुन छ सिलसिला चलिरहेको नेपाल र इन्डियाको बोर्डरमा त बरु होइन यसरी मजाले नै नेपाली उता काम गर्न जाने, इन्डियनहरू यता काम गर्न आउने भनेर लगातार छ। बिचमा पनि एकजना हल्ला फैल्यो बङ्गलादेशी समात्यो भनेर हल्ला फैल्यो, इन्डियाका मुस्लिमहरू रहेछन् अनि इन्डियाका मुस्लिमहरू उनीसँग पनि मजदुरी गर्न इटाभाटामा काम गर्न आएरहेछ र उनीसँग आइडी पनि थियो, त्यहाँको इन्डियाको आइडी पनि थियो। तर त्यसलाई ठुलो यानि इस्यु बनाएर मान्छेले राख्यो। यो गर्ने के खोजिरहेका छन् भने एउटा भाष्य निर्माण गर्न खोजिरहेका छन् मुस्लिमहरूलाई गैर नेपालीकरण गर्ने भाष्य हो कि होइन। यो शङ्का उब्जाउने कि यो त नेपालमा त मुस्लिमहरू मुस्लिम नेपाली नै होइनन् होइन, यिनीहरू त बाहिरबाट आएको छन्। त कोही पनि भेट्छन् जब होइन कोही मुस्लिम बाटोमा भेट्यो त उसको दिमागमा जाउँछ यो बङ्गलादेशी हो होइन। र बङ्गलादेशी भन्ने के कारण छ, रोहिङ्ग्या भन्ने के कारण छ? रोहिङ्ग्या त पहिला चलेको थियो। बङ्गलादेशमा भर्खरै जुन एउटा होइन एउटा केस जुन भयो, एउटा अल्पसङ्ख्यक हिन्दू समुदायको मानिसलाई जनाउने जुन काम भयो, त्यसले गर्दाखेरि जुन कि एउटा गलत काम थियो एकदमै होइन त्यो नृशंस काम थियो जसलाई हामी सबैले भर्त्सना गर्नुपर्छ। त्यसैको आधारमा अब नेपालको मुस्लिमहरू त नेपाली हुन्, उनको र बङ्गलादेशको मुस्लिमसँग कुनै साइनो छैन। त साइनो नभिडान्जेलसम्म नेपालका मुस्लिमहरूलाई बङ्गलादेशका मुस्लिमहरूले गर्ने कुकर्मको होइन अपराधको मानवता विरुद्धको अपराधको जिम्मेवार त बनाउन सकिँदैन। त नेपालका मुस्लिमहरूलाई नै बङ्गलादेशी भनेर त्यसको होइन पापको सजा नेपालका मुस्लिमहरूलाई होइन त्यसको बङ्गलादेशका मुस्लिमहरूको अपराधको सजा नेपालका मुस्लिमहरूलाई दिएर होइन र यहाँ भनौँ न विध्वंस मचाउने, यहाँ द्वन्द्व मचाउने मानिसहरूले भाष्य निर्माण गरेका हुन्थ्यो। त नेपालमा सेन्ससले गभर्मेन्टले बारम्बार गरेर हेरिसकेको छ 14 लाख समथिङको हाराहारीमा 15 लाख आसपासमा मुस्लिमहरू छन्। हेर्ने हो भने टोटल 4.89 इस्लाम मान्ने भन्ने छ, टोटल 5.09% मुस्लिमहरू छन् भन्ने कुरो छ। नत्र भने त्यो कोही पनि कहीँ पनि 25 लाख 30 लाख 35 लाख कसैले भन्दैमा नेपालको मुस्लिमको जनसङ्ख्या त्यो हुँदैन। र जसले पनि यो भनिरहेका छ उसले पनि राम्ररी बुझोस् होइन कि डाटा कहाँबाट लिनुपर्ने हो। कोही पनि उठेर केही पनि बोल्छ भने त्यो आधिकारिक डाटा हुँदैन, आधिकारिक स्रोतबाट लिने डाटा लिनुपर्ने हुन्छ। बेकारमा किन आफूलाई नै टर्चर गरेर आएको मान्छेले कि नेपालमा त यति धेरै मुस्लिमहरू भइसक्यो अब होइन लुकेर बसेका छन्, अब हामी त माइनोरिटीमा पर्न जान्छौँ भन्ने जुन भाष्य छ नि होइन त्यो झुटो भाष्य हो, त्यसतिर लाग्नु हुँदैन मानिसहरू। र एउटा एकदम जेनेरिक क्वेसन छ कि मुस्लिम्सहरूले चाहिँ आफ्नै दाजुभाइ अथवा दिदी बहिनीसँग चाहिँ बिहे गर्छन् र म्यारिटल रिलेसनसिपमा आउँछन् भन्ने एउटा कुरा पनि छ। र तपाईँलाई त इस्लामको नलेज पनि छ धेरै, तपाईँले मुस्लिमको हिस्ट्री पनि पढाउनुहुन्थ्यो। सो यसको पछाडिको विजडम चाहिँ खासमा के हो त? विजडम भन्दा पनि जस्तै मुस्लिमहरू एउटा डिफ्रेन्ट कल्चर हो होइन। एउटा डिफ्रेन्ट कल्चरमा के छ भने उनीहरूमा कजिन म्यारिज चल्छ होइन, आफ्नैमा चाहिँ होइन, आफ्नै होइन। मुस्लिमहरूमा कसरी विवाह हुन्छ, कोसँग विवाह हुन सक्दैन भन्ने कुरो स्पष्ट छ कि मुस्लिमहरूमा आफ्नै काका र या काकाको होइन श्रीमती
होइन, या हाम्रो फुफाज्यू होइन, उनीसँग, यानि केटीको तर्फबाट हेर्ने पनि आफ्नो फुफासँग, आफ्नो काकासँग, आफ्नो मामासँग होइन उसको बिहे हुँदैन होइन, हुँ, साक्कै जुन रिलेसनमा परिरहेछन् उनीहरूको बिहे हुँदैन। अरू पनि कुरा छ। त ब्लड रिलेसन यदि हेर्ने जनरली यदि मैले कुरा गर्छु भने विवाह कोसँग मनाही छ भन्ने कुरा गऱ्यो भने होइन, नम्बर 1 कुरो एउटै बुवाबाट जन्मेका सन्तान या अथवा एउटै आमाबाट जन्मेका सन्तान होइन, जसलाई हामीले सौतेला जुन छ सन्तानहरू पनि भन्ने गरेका छौँ, स्टेप ब्रदर स्टेप सिस्टर भनेर भनेछौँ, तिनीहरूको आपसमा विवाह हुँदैन। हुँ, दोस्रो, त्यसमा थप अर्को छ कि कसैले एउटा कमन धाइ आमाको दुध खाएको छ, दुईटा अनरिलेटेड मान्छेहरू छन्, तर उसले पनि उसलाई सक्लिङ गराउने काम कुनै महिलाले गरेको छ र त्यही महिलाको दुध अर्कोले पनि अनरिलेटेड मान्छेले बच्चाले खाएको छ भने त्यो एउटै धाइ आमाको दुध खाने जुन छ उनीहरू आपसमा साक्कै दाजु भाइ दिदी बहिनी जस्तो हुन्छन्, उनीहरूको पनि आपसमा विवाह हुँदैन। त्यसबाहेक कुरानले अरू पनि कुराहरू गरेको छ कि कसरी आफ्नो काकासँग, आफ्नो मामासँग, आफ्नो फुपाज्यूसँग साक्कै नाता पर्ने होइन, उनीहरूसँग विवाह हुँदैन भनेर पनि भनिएको छ। आफ्नो ससुरासँग विवाह हुन सक्दैन। त यो विवाहका जुन छ त्यो हुन्। त्यसबाहेक कजिन ब्रदर या कजिन सिस्टर, यहाँ कजिन ब्रदर र सिस्टर भन्ने छ। हिन्दूहरूमा यतातिर हेर्ने भने नर्थ इन्डियातिर यसको चलन छैन र मानिसहरूले विवाह गर्दैनन्, यसलाई नराम्रो मान्छन्। तर अरू कल्चरहरूमा यसमा चल्छ। जस्तै तपाईँ साउथ इन्डियातिर जानुहुन्छ भने साउथ इन्डियाको केही ठाउँमा यस्तो पनि छ कि अ, मामासँग विवाह हुने चलन छ। होइन, कि हामीले हाम्रो परिवारको छोरी उता गएको छ भने छोरीलाई फिर्ता ल्याएको भने जस्तो भयो कि होइन। त यसरी त्यहाँ म्यारेज हुने गरेको छ। त अलग-अलग कल्चर हुन्, अलग-अलग कल्चरका अलग-अलग सिस्टमहरू छन्। त्यो सिस्टमलाई मान्छेले कसैलाई मनपर्छ, कसैलाई मन पर्दैन। तर संसार विभिन्न खाले छ र त्यसमा यति धेरै घृणा गर्ने आवश्यकता छैन। उदाहरणको लागि अमेरिकामा या हामीले वेस्टर्न वर्ल्डमा हेर्छौँ भने कुकुरलाई एकदमै माया गर्छन्, छोरा-छोरी जस्तै माया गर्छन्। तर कुनै मुलुक यस्ता छ जहाँ कुकुर खाइन्छ। उनको लागि त त्यो अत्याचार भयो, हुँ, होइन? यत्रो ठुलो बापरे! कुकुर खायो भने जस्तो हुन्छ के, होइन? सन्तान नै खाए जस्तो मान्छन्, होइन? तर हुँ। ২ टा डिफरेन्ट कल्चर हो, 2 टा डिफरेन्ट मुलुकहरू हो। त उनको आफ्नो कल्चर भिन्न छ, उनका आफ्नो मान्यता भिन्न छ। एउटाको मान्यता अर्कोसँग मिल्छ भन्ने जरुरी छैन र त्यसैको आधारमा घृणा प्रचार, त्यसैको आधारमा एकअर्कालाई खसाउने काम र खास गरी समुदायमा यदि त्यसबाट द्वन्द्व निम्तिन्छ र आफ्नो मुलुकमा द्वन्द्व निम्तिन्छ भने त्यो जानी-जानी त्यस्ता कामहरूमा, त्यस्ता भाष्यहरूमा नेपाली फस्नु हुँदैन। त्यो नेपाली जसले नेपाललाई माया गर्छ। यहीसँग रिलेटेड एउटा कुरा छ कि मुस्लिम समुदायमा एउटा रुल छ कि मुस्लिम केटाले मुस्लिम केटीसँग मात्रै बिहे गर्नुपर्छ र मुस्लिम केटीले एउटा मुस्लिम केटासँग मात्रै बिहे गर्नुपर्छ। र मान्छेले भन्ने गर्छन् कि यसैको कारणले गर्दाखेरि चाहिँ एउटा मुस्लिम केटाले चाहिँ अरू कुनै धर्मको केटीलाई चाहिँ धर्म परिवर्तन गराएर अथवा भाइस वर्सा भनौँ न, यस्तो गराएर चाहिँ मुस्लिमको पपुलेसन बढाउने चाहिँ मुस्लिमहरूको ट्याक्टिक हो भनेर चाहिँ भन्ने गरेको छन् र यसलाई लभ जिहाद पनि भनेर चाहिँ नाम दिएको छन्। सो यसको बारेमा के छ त तपाईँको धारणा? इन्ट्रेस्टिङ क्वेसन छ यो। नम्बर 1, लभ र जिहादको आपसमा कुनै ताल्लुक नै छैन, होइन? उहुँ, कतै-कतै टाढा-टाढासम्म ताल्लुक छैन। जनरलमा हेर्ने हो भने जुन तपाईँले भन्ने अनुसार कि अ, मुस्लिमले एउटा मुस्लिमलाई नै बिहे गर्नुपर्छ। तर बिहे गर्नको लागि यदि कसैले मात्र बिहे गर्ने उद्देश्य कोही मुस्लिम भइरहेको छ भने इस्लामको कानुन अनुसार या उसका आफ्नो चलन अनुसार त्यो विवाह जुन छ त्यो इस्लाम स्वीकार गरेको मानिँदैन र त्यो विवाह भ्यालिड हुँदैन हुँ, भन्ने कुरो स्पष्ट छ। उसलाई बरु इस्लामले व्यभिचारको श्रेणी दिन्छ, होइन? कि मात्र विवाह गर्नको लागि कसैले ल बिहे गर्नु छ, ल म मुस्लिम बन्छु भनेर यदि कोहीले गर्छ भने त्यो स्वीकार्य नहुने जुन छ परिस्थिति छ त्यसमा। र यो भयो एउटा इस्लामको आधार। अर्को कुरो जनरल लाइफमा जुन मुस्लिमहरू केटाहरू छन्, होइन? अब ऊ बाहिर निस्के, सोसाइटीबाट बाहिर निस्के, उनी बाहिर निस्किँदैनन् भने उनलाई कन्जर्भेटिभ भनिन्छ। तर बाहिर निस्क्यो भने त्यो अरूसँग घुलमिल हुँदाखेरि कतै माया प्रेम बस्ला।
तर माया प्रेम बसिसकेपछि उनले विवाह गरे पनि त्यसलाई लभ जिहादको नाम दिएर, जुन कि एउटा झुठा अलङ्कार हो, एउटा झुठा भनौँ न भाष्य हो, त्यो निर्माण गरेर एउटा जानी बुझी मुस्लिमको विरुद्ध जुन छ एउटा किसिमको घृणा प्रचार गरिएको हो त्यो। र यसलाई हामीले स्पष्ट रूपले यो भनेर बुझौँ कि लभ जिहाद भन्ने कुनै कन्सेप्ट छैन। जनरली कुनै मुस्लिमहरूमा पनि हालांकि जाति प्रथा छैन, तर कतिपय कारणले छुवाछुत नभए पनि एउटा थरले अर्को थरसँग विवाह गर्न चाँडै मान्दैन। त अर्को समुदायबाट ल्याएको केटीलाई पनि परिवारले स्वीकार जुन छ, केटाको परिवारले यो केटा यदि जब्बर छैन भने चाँडै स्वीकार गर्दैन के केटाको फ्यामिलीले पनि। त यो जुन भनिन्छ कि कुनै अर्को जस्तै कोही खान छ र कोही अर्को अन्सारी छ भने, जसरी खानले अन्सारी केटी ल्याएर केटाले ल्याउन खोज्यो होइन, त चाँडै स्वीकार नगर्ने परिस्थिति छ। त्यस्तै नै त्योभन्दा बढी नै बरु कुनै अर्को समुदायको केटी यदि ल्याउन खोज्छ भने केटाले, मुस्लिम केटाले, उसको परिवारमा त्यतिकै प्रतिरोध हुन्छ। त यो फ्याक्टरलाई नबोलिकन होइन, जो कि समाजको वास्तविकता हो, नबोलिकन मान्छेले यो भन्छ कि ल मुस्लिम बनाउनलाई मात्र जुन छ त्यो गर्नु, उसलाई मुस्लिम बनाउनको लागि विवाहको त्यसलाई प्रेम जालमा फसाउँछ र प्रेम जाल फसाइसकेपछि आफ्नो जनसङ्ख्या बढाउनलाई यिनीहरू लभ जिहाद गर्छन्। यही हो लभ जिहाद, एउटा आफ्नो जनसङ्ख्या बढाउन खोजेको। त्यसको त्यो जस्तो लभ जिहाद भन्ने कुनै कन्सेप्ट नै छैन इस्लाममा, कुनै कन्सेप्ट छैन। त्यसको आपसमा कुनै तालमेल, मैले पहिल्यै भने त्यसको कुनै नाता जुन छ छैन। बरु के पनि भन्न सकिन्छ भने यदि मुस्लिम अरू समुदायसँग घुलमिल नहोस् होइन होइन, केटीसँग हात नमिलाओस्, उसले बढी बस्न ऊ लाज मानोस्, कस्तो लजालु छ, कस्तो कन्जर्भेटिभ छ भनेर भन्ने। यदि मुस्लिम बाहिर घुलमिल गर्न थाल्यो भने माया प्रेम बस्नु स्वाभाविक छ, त्यो गर्न थाल्यो भने लभ जिहाद भन्ने, यानि कुनै पनि किसिमले उसलाई सुखले बाँच्न नदिने होइन। त लिबरल यानि भ्यालुबाट देख्ने हो भने कसले कोसित माया गर्छ, कसैको रोकटोक हुनु हुँदैन भन्ने छ होइन। उयो जाति धर्म यो सबै कुराहरू हेर्नु हुँदैन भन्ने छ। र त्यसैले गर्दाखेरि यसमा यानि लिबरल जो समाज छ उसले यस्ता किसिमका कुराहरू गर्दैन। तर एट द सेम टाइम हेर्ने हो भने हाम्रो अर्को जुन समाज, हाम्रो नेपालको समाज पनि विभिन्न किसिमका छन्। उनीहरूले कुनै दलितले कोही अर्को उच्च जातको बिहे गरे पनि मन नपराउलान्, कुनै महिलाले स्वच्छाले बिहे गरे पनि होला मन नपराउलान्। त्यस्ता विभिन्न किसिमका कुराहरू छन् यसमा। त यो लभ जिहाद भन्ने कन्सेप्ट जुन छ एकदमै रङ कन्सेप्ट हो, यसको कुनै वास्तविकता छैन। यो यस्तै भनेको जस्तो भयो कि कुनै एउटा डक्टर छ, ऊ पेसेन्टको किडनी चोरीमा समातिएको छ भने होइन, एमबिबिएसको पढाइ नै किडनी चोरी कसरी गरिन्छ भनेर पढाउनको लागि हो, या जनरल सर्जरी जुन छ त्यो किडनी कसरी चोरी गर्ने भनेर पढाउनको लागि हो भने जस्तो भयो कि। जबकि त्यो किडनी चोरी गर्ने डाक्टरले आफ्नो भनौँ न, जुन डक्टरकोले हिपोक्रेटिक ओथ भन्छौँ होइन, पेसेन्टलाई प्रोटेक्ट गर्ने, त्यसो गर्ने, त्यो त्यसको विरुद्ध गएको, आफ्नो पढाइको विरुद्ध गएको। र एमबिबिएसको पढाइमा किडनी चोर्न सिकाइँदैन, किडनी ट्रिट गर्न सिकाइन्छ होइन, सर्जरी गर्न सिकाइन्छ। त किडनी चोर्नु र एमबिबिएसको पढाइमा जस्तै आपसमा कुनै जुन छ नाता गोता छैन। त्यसरी नै एउटा मुस्लिम केटाले कुनै अर्को समुदायको केटी या अर्को धर्मको केटीसँग विवाह गर्नु भनेको त्यसको इस्लामसँग कुनै नाता छैन। मतलब जसले गर्दैछ उसले गलत गर्दैछ भन्ने कुरा हो। जसले गर्दैछ यसमा दुईटा भाष्य छ। लिबरलको हिसाबले उसले ठिक गर्दैछ होइन, उसले अर्को समुदायसँग बिहे गर्नुपर्ने, मायामा कुनै किसिमको बन्धन हुँदैन, मायामा जातपात हुँदैन, धर्म हुँदैन भन्ने छ। लिबरलले त्यसरी हेर्छ त्यसलाई होइन। र कोही कन्जर्भेटिभ छ मुस्लिममा पनि र अर्को समुदायमा पनि। मुस्लिममा कन्जर्भेटिभ छन्, अर्को समुदायको केटीलाई लिएर आयो भनेर होइन, परिवारले नै स्वीकार नगर्ने स्थिति हुनसक्छ। र उतातिर हिन्दू समुदायको पनि हाम्रो केटीलाई लगेर गयो भनेर अर्कोतिर घृणा प्रचार चल्छ। यो दुइटै जुन छ फ्याक्ट छ। नेपालमा चाहिँ मुस्लिमहरूको लागि मुस्लिम आयोग भनेर बनाइएको छ। यदि मुस्लिमहरूको लागि यस्तो संस्था राखिएको छ भने अरू रिलिजन जस्तै कि बुद्धिज्म आयोग अथवा हिन्दू आयोग भनेर चाहिँ त्यस्तो आयोगहरू किन छैन त? इन्ट्रेस्टिङ क्वेसन, यो पनि इन्ट्रेस्टिङ क्वेसन छ। किनभने मुस्लिमलाई धार्मिक समुदाय नभइकन नेपालको एउटा समुदाय भनेर दिएको छ, धर्मको आधारमा उसलाई आयोग दिएको होइन। र मुस्लिम पनि एउटा समुदाय हो। संविधानले थारू, आदिवासी जनजाति, दलित, मधेसी जस्तै
मुस्लिमलाई पनि एउटा समुदायको रूपमा पहिचान गरेको छ। भलै त्यो समुदायले एउटा खास धर्म मान्छ र उसको एउटा आफ्नो संस्कृति छ, होइन? विभिन्न थारूको पनि उनले एउटा स्पेसिफिक किसिमको धर्म मान्छन्, उनको आफ्नो संस्कृति छ। मुस्लिम को जुन छ समस्या जुन छ बेग्लै किसिमको भएको हुनाले मुस्लिम आयोग दिएको हो। यो प्रश्न गर्दाखेरि यसमा 2टा कुरा हामीले बुझ्नुपर्ने हुन्छ। आयोग किन? आयोग केको लागि हो? आयोग भनेको खास गरी कुनै एउटा स्पेसिफिक काम गर्नको लागि दिएको। जस्तै महिलाहरू छन् भने महिलाहरू पछाडि पारिएका छन् नेपालमा विभिन्न कन्टेक्स्टहरूमा, लगभग हरेक समुदायमा। त यो ती महिलाहरू जो अधिकारबाट वञ्चित भएका कारणले गर्दाखेरि पछाडि परेका छन्, उनलाई अगाडि आउनको लागि महिला आयोग दिएको हो। जस्तै नेपालमा अर्को समुदाय छ, दलित समुदाय छ। ऊ कतिपय कारणले गर्दाखेरि सीमान्तकरणमा परेको छ। कोही भेदभाव या अरू किसिमका सामाजिक र आर्थिक परिस्थितिले गर्दाखेरि ऊ जुन छ पछाडि परेको छ। त त्यसले गर्दाखेरि उसलाई अगाडि ल्याउनको लागि आयोग दिएको हो। त त्यही किसिमले मुस्लिम पनि नेपालको दलितभन्दा पनि पछाडि समुदाय हो। त मुस्लिमलाई अगाडि ल्याउनको लागि र त्यसको विषयमा काम गर्नको लागि मुस्लिम आयोग दिएको हो। नम्बर 1 कुरो, यो न्यायको सिद्धान्तमाथि जुन छ देशभर जति पनि सीमान्तकृत समुदायहरू छन् उनलाई जुन छ आयोग दिएको हो। जातीय पहिचानको आधारमा मधेसी आयोग, थारू आयोग, आदिवासी जनजाति आयोग, दलित आयोग, मुस्लिम आयोग यसरी दिएको छ। अब यसमा एउटा कुरा भयो कि मुस्लिम नै आयोग किन, होइन? कुनै अर्को आयोग धर्मको हिसाबले अर्को आयोग हुनु पर्यो, हिन्दू आयोग हुनु पर्यो, त किन हुनु पर्यो? समावेशी आयोगमा सबै हिन्दूहरू नै छन्। दलित आयोगमा कोही हिन्दू होलान्, कसैले आफूलाई बुद्धिस्ट भन्लान्, कोही नास्तिक होलान्, उनीहरूको छ। आदिवासी जनजातिको त्यसमा किरात होलान्, उनको आफ्नो धर्म छ। कोही कसैले आफूलाई त्यसमा हिन्दू भन्ला, उनको आफ्नो धर्म छ। उनीहरूलाई आयोग दिएको हो। त्यसमा बुद्धिस्टहरू पनि अटाउँछन्, उनलाई आयोग दिएको हो। त्यसरी नै थारूहरू प्रकृति पूजकहरू छन्, उनको आफ्नो किसिमका धर्म संस्कृति छ, त्यसको उत्थानको लागि एउटा आयोग दिएको हो। मुस्लिम यो आयोगहरूमध्ये कसैमा पनि अटाउँदैन पनि। मुस्लिम अब दलित आयोगमा आउने कुरो भएन, होइन? मुस्लिम मधेसी समुदायमा पनि नआएको एउटा कारण के पनि छ भने थारू र मुस्लिम जुन छ उनीहरू हामी मधेसी होइनौँ भनेर छुट्टै उनी बसे, किनभने उनको आफ्नो धर्म संस्कृति अलग छ। र अर्को एउटा एडिसन फ्याक्टर के छ भने त्यहाँ भएर उनको स्पेसिफिक जुन समस्याहरू छ त्यो नबुझ्ने परिस्थिति भएको हुनाले उनीहरू हामी त्यसमा अटाएनौँ भन्ने कुरो गर्यो र थारूहरूलाई छुट्टै थारू आयोग भनेर दिइयो, होइन? त यो हिसाबले हेर्ने हो भने यो आयोगहरू भनेको स्पेसिफिक किसिमले बनेका छन्। मुस्लिम थारू आयोगमा अटाउन सक्दैन, मुस्लिम दलित आयोगमा अटाउन सक्दैन, मुस्लिम जुन छ आदिवासी जनजाति आयोगमा अटाउन सक्दैन। त यो जातीय पहिचानका जुन आयोगहरू छन् त्यसमा मुस्लिम नअटाएको कारण हो। त्यसैले मुस्लिमलाई छुट्टै आयोग दिएको हो भन्ने कुरो हामीले यो बुझौँ। त 2टा कुरा आयो। नम्बर 1, न्यायको सिद्धान्तको हिसाबले सीमान्तकृत भएका समुदायलाई उसको समुदाय सम्बोधन गर्नलाई, उसको युनिक समस्यालाई सम्बोधन गर्नको लागि उसैको लागि एउटा आयोग दिन्छ। जस्तै दलितको लागि, जस्तै महिलाको लागि, जस्तै थारूको लागि, जस्तै मधेसीको लागि, उनीहरूको आदिवासी जनजातिको लागि उनीहरूको आफ्नो समस्याहरू छन्, स्पेसिफिक समस्या छन् र स्पेसिफिक समस्या अरू कसैले बुझ्न सक्दैन भनेर त्यसमा उनीहरू नै हुने गरी र त्यही समस्यामा कन्सन्ट्रेट गर्ने गरी उनीहरूलाई आयोग दिएको हो। नम्बर 1 कुरो। र दोस्रो कुरो, कसैले यो भन्छ कि हामी हिन्दू आयोग हुनु पर्यो, मुस्लिम आयोग भएपछि यदि भन्छ भने त हरेक ठाउँमा हरेक आयोगमा राष्ट्रिय मान्य अधिकारमा सबै हिन्दू नै हिन्दू छन्, समावेशी आयोगमा हिन्दूहरू नै छन्, महिला आयोगमा हिन्दूहरू नै छन्, होइन? जति पनि ठुलो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हिन्दूहरू मात्र छन्। त त्यहाँ हरेक पोस्टमा हिन्दूहरू मात्रै छन्, होइन? त यो जातीय पहिचानको आयोगमा मुस्लिम आयोग बाहेक अरू कसैले त्यसको समाधान गर्न सक्दैन भनेर मुस्लिमलाई त्यो दियो। र अरू जुन कमन पर्सपेक्टिभमा जुन बनाइएका आयोगहरू छन् जसले अलिकति बढी मुद्दाहरू, जस्तै महिला आयोग, राष्ट्रिय मानवाधिकार आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, यस्ता आयोगले जुन छ ब्रोड वेमा काम गर्ने हुनाले, सबै समुदायलाई समेट्ने हुनाले त्यहाँ ती आयोगहरूको उपस्थिति छ र त्यसमा पनि मुस्लिम छैन। त यो कसैले भन्छ कि मुस्लिम आयोग भयो भने हिन्दू आयोग पनि हुनु पर्यो, बुद्धिस्ट आयोग पनि हुनु पर्यो भने उसले कुरा नबुझिकन बोलिरहेछ। जुन अहिले यो करेन्ट द्वन्द्व चलिरहेको छ, अन्तरसामुदायिक द्वन्द्व, जसमा चाहिँ मुस्लिमहरू पनि इन्भल्भ छन्, सो यो द्वन्द्व रोक्नको लागि अथवा चाहिँ यसको समाधान गर्नको लागि जो मुस्लिम पर्सनालिटिजहरू
जुन लिगल सेक्टरमा अथवा जो आयोगहरूमा बसिरहेका छन् उनीहरूले चाहिँ यसमा के गर्नुपर्ने छ अथवा के गरिरहेको छन् त यो द्वन्द्वलाई चाहिँ पिसफुल बनाउनको लागि अथवा यसको समाधान गर्नको लागि? यसमा हामीले दुईटा कुरा भन्न सक्छौँ। के गरिरहेको छन् भन्ने कुरा उनीहरूले यस्ता किसिमका द्वन्द्व नहोस् भनेर जुन समुदायका जिम्मेवार व्यक्तिहरू छन्, उनीहरूले युवाहरूलाई सम्झाउन खोजिरहेका छन्। जस्तै अस्ति केही युवाहरूले नारा लगाए हिन्दू भगाओ देश बचाओ भनेर। त यो नारा भनेको उनीहरूको त्यो मूर्खता हो, होइन? जसले त्यो गरे र यसलाई मैले यति भन्न सक्छु कि त्यो रिसको आवेगमा आएर जे पाए त्यही बोले, जुन नबोल्नु पर्ने कुरो थियो। र त्यो फेरि मुस्लिमको विरुद्ध अर्को घृणा प्रचारको फेरि स्रोत बन्यो। हेर हामीले भन्दै थियौँ यो मुस्लिमहरूलाई धेरै हामीहरूले अधिकार दिनु हुँदैन, उनलाई धेरै अगाडि बढ्न दिनु हुँदैन, भयो भने यिनीहरूले हामी सबैलाई दबाउँछन्, हामी सबैलाई कुनामा राख्छन्। किनभने 30 वर्षदेखि मैले सुनिरहेको छु कि मुस्लिमको प्लान नै हो हरेक ठाउँमा कब्जा गर अनि पुरा देशलाई अगाडि बढाऊ। त्यसैले त्यो 5% भन्दा बढी बित्तिकै द्वन्द्व गर्छ भन्ने भाष्य, मुस्लिमहरू यिनीहरूले कसैलाई पनि बाँकी राख्दैनन् भन्ने भाष्य, मुस्लिमको दिलमै हिन्दूप्रति जुन छ त्यो हुन्छ भन्ने भाष्य, कुरान खोलेर त्यो मिसकोटेसन गरेर होइन, कन्टेक्स्टभन्दा बाहिर गएर यसमा त यस्तो भनेको छ भनेर यो भाष्य, त्यो भाष्यहरू निर्माण त्यहाँदेखि जुन छ हुँदै आएको, जसले गरिरहेको। उनलाई जसले यो किसिमको भाष्य निर्माण गरिरहेको उनलाई बल मिलेछ फेरि मुस्लिमको यो गल्तीले गर्दाखेरि। र यो पनि बुझौँ कि असम्भव कुरा हो के। मुस्लिम कसैलाई पनि म्याथमेटिकल क्याल्कुलेसन अलिकति गर्न आउँछ भने उसले यो बुझोस् कि अहिले जुन छ यो मुस्लिम बढेर आउला र हरेक ठाउँमा मुस्लिम छाउला र मुस्लिमले यहाँ हिन्दूहरूलाई बस्न दिँदैन, उसले जुन छ त्यो गर्न सक्दैन भन्ने होइन, उसले मुस्लिमले हिन्दूहरूलाई यहाँबाट धपाउँछ, उसलाई जुन छ जिन आराम गर्छ भन्ने कुरा जुन छ नि, बाँच्न आराम गर्छ भन्ने कुरा, त्यो भनेको त्यो असम्भव काम हो, नहुन सक्ने काम हो त्यो, होइन? व्यक्तिमा होइन, कुनै पनि एउटा टोलमा होला कि एउटा मुस्लिम थर भएको मुस्लिम धर्म मान्ने एउटा व्यक्तिले कुनै अर्को धर्म मान्ने व्यक्तिमा आपसमा जुन छ कुनै न कुनै किसिमको विवाद उत्पन्न होला, त्यो त स्वाभाविक हो कुरा, होइन? तर टेक्टिस्टले नै मुस्लिमले रिप्लेस गर्ला हिन्दूलाई भन्ने यो कुनै पनि क्याल्कुलेसनबाट यो जुन छ गर्न सकिँदैन। मुस्लिमले जुन कुनै मुस्लिम बच्चाहरूले त्यहाँ जुन नारा लगाए हिन्दू भगाऊ देश बचाऊ भन्ने, त्यो मूर्खतापूर्ण हरकत थियो कि बच्चाहरूले गरेका मूर्खतापूर्ण हरकत थियो। त्यो असम्भव छ, त्यो हुन पनि सक्दैन र त्यसलाई लिएर हिन्दू समुदाय डराउनु पनि पर्दैन, किनभने यो नहुन सक्ने कुरा हो। र अर्को कुरा, यदि मानव मुस्लिम कुनै यस्तो देशको कुरा गरौँ जहाँ मुस्लिम मानव 60% 70% छन्, त त्यहाँ पनि के कुनै समुदायलाई दबाउन के इस्लामले इजाजत दिन्छ? उनलाई दिँदैन। के उनको हकलाई जुन छ उनको अधिकारलाई खोज्न अधिकार दिन्छ र मुस्लिमलाई दिँदैन। या यहाँ कुनै पनि मेजोरिटी समुदाय छ, उसले के माइनोरिटी समुदायलाई त्यो गर्नु पाउनु पर्ने हो र होइन? यो मानवताविहीन कुराहरू। यदि मुस्लिम मानौ त्यहाँ 80% र 90% हुन्थे भने पनि त्यो पनि गर्न नपाउनु पर्ने हो। गल्फमा हामीले उदाहरण हेर्छौँ, होइन? गल्फमा लगभग 100% मुस्लिम पपुलेसन छ, तर त्यहाँ भएका मान्छेहरू भनेका उनीहरूमा जुन एक्सप्याट्रिएट्सहरू छन्, जुन बाहिरबाट आएको छन्, काम गर्न आएका छन्, तिनीहरूको जनसङ्ख्या धेरै छ। कतारको 1 लाख जनसङ्ख्या त्यहाँका रैथानेका हुन् भने 8 लाख 9 लाख 10 लाख बाहिरका मान्छेहरू, होइन? त्यसमध्ये नेपाली होला, इन्डियन होलान्, बङ्गलादेशी होलान्, अनि वेस्टर्न वर्ल्डबाट होलान्। उनीहरूलाई नराम्रो व्यवहार गर्न पाउने अधिकार उनलाई छैन। मानव मुस्लिम कुनै ठाउँमा धेरै हुन्थे भने पनि, होइन? तर उनले के त्यहाँ भएको माइनोरिटिज यदि थियो भने कि उनलाई दुर्व्यवहार गर्न पाउने, उनको अधिकार खोज्न पाउने, उनमाथि अन्याय गर्न पाउने, के यो गर्न पाउने हो? होइन। के इस्लामले त्यसको इजाजत दिएको छ? छैन। कसैमाथि पनि अत्याचार गर्नु, कसैको पनि हक जुन छ खोज्नु, यहाँसम्म कि आफ्नै आमा बुवाले नि यदि कसैमाथि अत्याचार गरिरहेछ, जो मसँग अनरिलेटेड मान्छे हो भने आमा बुवाको विरुद्ध बोल्नु पनि, आफन्तको विरुद्ध बोल्नु पनि, स्वयंको विरुद्ध बोल्नु पनि जुन छ इस्लामले शिक्षा दिएको छ। त यहाँ यदि कसैले गरिरहेको जुन कि भइरहेछ, पाकिस्तानमा भइरहेछ या बङ्गलादेशमा भइरहेको छ त्यस्ता किसिमका कार्यहरू, त त्यो जुन छ भर्त्सना योग्य कार्य हो। त्यसको विरुद्ध हामी सबै जुन छ बोल्नुपर्ने हुन्छ त्यस्ता कार्यहरूको विरुद्धमा। र मुस्लिम अगुवाहरूको काम के हुन सक्छ भने मुस्लिम अगुवाहरूले
यस्ता किसिमका कुनै द्वन्द्व बढाउने यदि हरकत मुस्लिम समुदायबाट भइरहेछ भने उनीहरूले उनलाई सम्झाउनु बुझाउनु पर्ने हो कि नेपालका कानुन होइन र यहाँको जुन समाजको परिवेश जुन छ र समुदायको जुन स्ट्रक्चर छ डाइनामिक्स छ त्यसलाई बुझेर होइन त्यस्ता किसिमका काम नगरून् कुनै युवाले जसले यो द्वन्द्वलाई बढाउने काम गर्छ उनीहरूले उनलाई सम्झाउनु बुझाउनु पर्ने हो र सकभर अगुवाहरूको या मुस्लिम आयोग समेतको काम के हुनसक्छ भने जुन यो समुदायको बिचमा केही व्यक्तिहरूलाई राजनीति गर्नका लागि समुदायको बिचमा अविश्वास जन्माउँदै गएर उनलाई मुस्लिमहरूको बारेमा गलत सन्देश दिइरहेको छ मुस्लिमहरूको बारेमा गलत सूचना मिसइन्फर्मेसन डिसइन्फर्मेसनको कुरा गर्छौँ त्यो दिएर जुन मुस्लिम समुदायको बारेमा एउटा भ्रम छरिरहेको छ र डोरीलाई पनि सर्प देखाइरहेको छ तिनीहरूलाई जुन छ त्यस्ता भ्रमहरूलाई चिर्नको लागि मुस्लिम अगुवाहरूले मुस्लिम आयोगले यसमा भूमिका खेल्नुपर्ने हो र अन्तर सामुदायिक सद्भाव बढाउनका लागि र तिनका बिचमा जुन भएका भ्रान्तिहरू तिनका बिचमा जुन शङ्का छ उपशङ्काहरू छ त्यसलाई खतम गर्नको लागि त्यसलाई कम गर्नको लागि अन्तर सामुदायिक संवादहरू सुरु गर्नको लागि मुस्लिम समुदायले भूमिका खेल्नुपर्ने हो र नेपालको चाहिँ हरियो रङको झन्डा पिटियो भनेर चाहिँ मिडियामा आइरहेको छ र यो काम मुस्लिमहरूको हो भन्ने पनि कुरा छ के छ यसको बारेमा चाहिँ यो तथ्य हो यो कुरा सही हो हरियो रङको झन्डा जुन भेटिएको छ तर यो तथ्यलाई अब प्रस्तुत मान्छेले कसरी गर्छ भन्ने कुरोमा एकदमै महत्त्वपूर्ण कुरो हो कि नम्बर 1 कुरो के मुस्लिमहरूको यानि मुस्लिमले हरियो झन्डा भेटिएको हो भन्ने कुरो हो कसले गर्यो थाहा छैन मुस्लिम समुदायले के त्यसलाई प्रयोग गरेको हो हुनसक्छ या कुनै ठाउँमा गरेको पनि होला होइन मुस्लिम समुदायले किन भन्ने जब प्रश्न आउँछ भने मुस्लिम समुदायलाई हरियो रङ मनपर्छ उसले हरियो रङलाई स्वर्गको लुगाको रङ भनेर ठान्छ त्यसैले गर्दाखेरि हरियो रङ मनपर्ने उसलाई त यो स्वर्गको लुगाको रङ भनेको हुनाले उसले पनि यानि त्यो नेपालको झन्डालाई रातो हटाएर हरियो रङमा गरिदिएको हो भनेर हुनसक्छ यो पनि हुनसक्छ कि कसैले षड्यन्त्र गरेर मुस्लिम समुदायको विरुद्धमा एउटा नेरेटिभ बनाउन सकियोस् भनेर हरियो झन्डा उनलाई दियो मुस्लिमले पनि त्यसलाई स्वीकार गरेर ल यो हरियो झन्डा हो एकदम मनपर्ने आहा नेपाल को झन्डालाई हाम्रो मनपर्ने स्वर्गको रङमा नेपालको झन्डा भइदियो भने उनले त्यसलाई अन्जानमा स्वीकार पनि गरेको होलान् प्रयोग पनि गरेका होलान् र उनीहरू त्यसमा कुनै ट्र्यापमा फसेका हुन् कि या त्यो गलत हुन सक्छ भन्ने कुरो उनले ख्याल नगरेको पनि परिस्थिति होला यसमा अर्को कुरा महत्त्वपूर्ण के यो देशद्रोह हो पक्कै पनि होइन होला देशद्रोहको श्रेणीमा त यो आएन किनभने मैले फेरि अघि पनि भनेको थिएँ कि मुस्लिमहरू जुन यो भ्रम छरिएको छ कि मुस्लिमले पुरा नेपालमाथि कब्जा गरेर छोड्छ 30 वर्षदेखि सुनिरहेको छु मैले यो असम्भव कुरा हो कसैले पनि म्याथ्सको अलिकति पनि जानकारी छ भने त्यसले मजाले क्याल्कुलेसन गरेर हेर्न सक्छ कि मुस्लिमले कहिले पनि यहाँ बहुमत हुनेवाला छैन मुस्लिमको होइन 15% पनि नाग्न जुन छ गाह्रो छ धेरै फ्याक्टरहरू सारा हिन्दूहरूले बच्चा जन्माउन बन्द गर्दैन एकैचोटि मुस्लिमको अहिलेको फर्टिलिटी रेट जति छ त्यो कायम भइराख्यो भने आएर कति 30-40 वर्ष 50 वर्षमा बल्ल जुन छ त्यो सम्भव होला 10-15% को जुन छ त्यो पास गर्न भनौँ होइन त्यो नाग्न बनेर हुन सक्ला तर जुन यो भ्रम पहिलाको मुस्लिम अहिलेको परिस्थितिमा अहिलेको फर्टिलिटी रेट र जति पनि छ मुस्लिम कहिले पनि बहुमत हुनेवाला छैन त यो कसैले यो पनि भाष्य बनाउन सक्छ कि नेपाललाई हरियोकरण गर्न लाग्छ नेपाललाई नै मुस्लिमकरण गर्न लाग्छ त्यसैले त्यो रातो झन्डालाई हरियो बनाएको हुन् यिनले त्यो जस्ट एउटा मानवीय त्रुटि हो या कुनै व्यक्तिको षड्यन्त्र हुन सक्छ यो दुईटै हुन सक्ने सम्भावना छ तर त्यसको बेसिसमा यो फैसला गर्नु कि यो देशद्रोह हो त्यसको बेसिसमा यो फैसला गर्नु कि मुस्लिमले पुरा नेपाललाई मुस्लिमीकरण गर्नलाई इस्लामीकरण गर्नलाई भन्ने जुन भाष्य हो त्यो हास्यास्पद भन्छु मैले है म थोरै पहिला सुन्दाखेरि शक लागेको थियो कि मान्छेले यस्तो पनि सोच्न सक्छ तर यो मलाई हाँसो लाग्यो कि अलिकति पनि म्याथमेटिकल क्याल्कुलेसन गर्नेले त्यस्तो कुरा गर्न सक्दैन यो मात्र हाँस्न सकिन्छ यो एउटा जोक मात्र हो के र करेन्ट सिनारियोमा जुन यो अन्तरसामुदायिक द्वन्द्वको जुन सिचुएसन छ यसमा चाहिँ मुस्लिमहरूले उता तराईतिर चाहिँ आफ्नो मस्जिदमा जुन अल्लाहु अकबर भन्दै स्पिकरमा चाहिँ ठुल्ठुलो स्वरले चाहिँ बजाइरहेको कुराहरू आइरहेको छ जुनले गर्दाखेरि चाहिँ
हिन्दूहरूलाई अथवा अरू जुनसुकै मान्छेहरूलाई चाहिँ प्रोभोक गर्ने खालको कामहरू पनि भइरहेको छ भन्ने जुन खालको कुरा छ, यसमा चाहिँ तपाईँले के भन्न चाहनुहुन्छ? पहिलो कुरो त अलग-अलग समुदायको अलग-अलग तरिका छ उनको धार्मिक आस्था व्यक्त गर्ने। कसैले घन्टी बजाएर, कसैले शङ्ख बजाएर, कसैले अरू कुनै तरिकादेखि त्यो धार्मिक आस्था उसले गरिरहेको हुन्छ। मन्दिरहरूमा हामी काठमाडौँ बसेका छौँ। हामी बसेकै ठाउँमा मोस्टली मन्दिरहरू छ। त्यहाँ बिहानैदेखि घन्टीहरू बज्छ होइन? र अरू-अरू ठाउँमा पनि कतिपय ठाउँमा बिहानै उठोस् भनेर मान्छेले त्यहाँ कीर्तनहरू होइन, भजनहरू बजाउन लाउड स्पिकरमा सुरु गरिन्छ। त्यो नौलो कुरो होइन। तराईको यदि भूभागको कुरा गर्ने हो भने मुस्लिमहरूले बिहान अजान दिन्छन्, नमाज पढ्छन्, त्यसको आधा घन्टा, पौन घन्टापछि त्यहाँ भजनहरू मन्दिरहरूबाट सुरु हुन्छ र भइरहेको आजदेखि मैले 30-40 वर्षकै यदि मैले हिस्ट्री हेर्ने हो भने त्यो हुँदै आएको हो र कसैलाई कोहीसित कुनै पनि समस्या थिएन। तर जब यसको राजनीतिकरण हुन थाल्यो, त्यसपछि मात्र समस्या आएको हो। मुस्लिमलाई कुनै पनि किसिमको अभिव्यक्ति जब दिँदाखेरि त्यसलाई शत्रुताको रूपमा त्यसलाई भाष्य निर्माण गरेर मानिसहरूले त्यसलाई रोक्ने प्रयास गर्छन्। मुस्लिम नागरिक हो देशको, अलग-अलग नागरिकहरू जुन छन् यहाँ होइन, उनीहरूको आफ्नो अभिव्यक्ति, धर्मको अभिव्यक्ति गर्ने उनको स्वतन्त्रता छ। उनीहरूले त्यो हिसाबले काम गर्न पाउनुपर्ने हो। जसले धर्म मान्न चाहिरहेको छ, जुन हिसाबले मान्न चाहिरहेको छ या मान्न चाहिरहेको छैन, त्यसमा पनि उसलाई स्वतन्त्रता जुन छ संविधानले दिएको छ। त त्यो अनुसार जुन छ हामीहरूले हेर्नुपर्ने थियो। तर के गर्न थाल्यो भने त्यसको बारेमा भाष्य बनाउन थाल्यो कि मुस्लिमहरूले त त्यो मस्जिदबाट अल्लाहु अकबर भनेर हाम्रै अल्लाह सबभन्दा ठुलो छ, होइन? भनेर उनीहरूले भन्न थाले। उनले अरू अल्लाह बाहेक कोही पूज्य छैन भनेर उनीहरूले कुरा गर्न थाले। त्यसले गर्दाखेरि अब हामीहरू जुन छ यो हामीहरूलाई गाली गरेको हो, प्रोभोक गरेको हो, यसलाई जुन छ हामीहरूले रोक्नुपर्छ भनेर त्यस किसिमका भाष्य निर्माण गरेर मान्छेको मनमा नजान्ने जुन युवाहरू छन्, उनको मनमा घृणा जन्माएर केही जुन छ शक्तिहरूले त्यसमा चलखेल गरेका छन्। हामीले बुझ्नुपर्छ कि अजान जुन दिन्छ, जस्तै मुस्लिमहरू भनेको एक ईश्वरवादी हुन्। उनले निराकार, सर्वशक्तिमान एकमात्र ईश्वरलाई पुज्छन्, जो कि वेद अनुसार पनि हेर्ने हो भने त्यही एउटा ईश्वर निराकार परमेश्वरको पूजा गर्ने हो। त अल्लाह जसलाई हामीले भन्छौँ र वेद अनुसार, सनातन धर्म अनुसार स्वामी विवेकानन्दको कुरा गर्ने हो, पण्डित श्रीराम शर्मा आचार्यको कुरा गर्ने हो, होइन, जो कि गायत्री परिवारका संस्थापक पनि हुनुहुन्छ कार्तिक समाजका। उहाँ जस्तो प्रकाण्ड विद्वानहरूले यसलाई जुन छ डिफाइन गर्दै त्यो ईश्वर जुन छ वेदमा जुन ईश्वरको कन्सेप्ट छ त्यो भनेको एक ईश्वरको कन्सेप्ट हो र त्यो एक ईश्वरतिर मान्छेले मान्छन् भन्ने कुरोहरू गरिएका हुन् त्यसमा। त मुस्लिमले पनि त्यही एक ईश्वरलाई मानेर जुन छ पूजा गरेको हो उसले, होइन? र उसलाई उसले अल्लाह भन्दछ र ईश्वर सबैभन्दा महान हुन्छ भनेर सायद कसैलाई त्यो लाग्दैन। तर अरबीमा अल्लाह सबैभन्दा महान हुनुहुन्छ भन्दाखेरि उसले मुस्लिमले त आफ्नो कुनै सामुदायिक देवतालाई पुजेर त्यो हामीलाई नराम्रो भन्दैछ भन्ने भाष्य हो। तर मुस्लिमले अल्लाहु अकबर भन्नु र कसैले परमेश्वर ईश्वर जुन हुनुहुन्छ, सबैभन्दा महान हुनुहुन्छ भनेर भन्नु, होइन? ईश्वर यो संसारका सृष्टिकर्ता हुनुहुन्छ र यो संसारलाई चलाउने एकमात्र स्वरूप नभएको, यानि कुनै पनि स्वरूपमा निर्गुण भन्छ, निराकार भन्छ, त्यो ईश्वर नै यस संसारको मालिक हो। त्यो एकमात्र ईश्वर यो संसार चलाउने, सबैको मालिक एउटै हो भनेर कुनै स्वामी विवेकानन्द या पण्डित श्रीराम शर्मा आचार्यले भन्नु र मुस्लिमले त्यही ईश्वरलाई पुज्नु भनेको एउटै कुरो। यसमा कसैलाई गाली गरेको होइन। हो, हिन्दू सभ्यता अनुसार अलग-अलग किसिमका आस्थाहरू छन्। जस्तै आर्य समाजको कुरा गर्ने हो या पण्डित श्रीराम शर्मा आचार्यको कुरा हामीले गर्यौँ। उहाँले एक ईश्वरलाई पुज्नुपर्छ, त्यो निराकार ईश्वरलाई पुज्नुपर्छ र कुनै के भन्छ कुनै व्यक्त स्वरूपबाट, होइन, सस्वरूप कुनै ईश्वरलाई पुज्नुहुन्न भन्ने कुरो उनले गर्छन्, होइन? तर त्यहाँ विभिन्न किसिमका अरू पनि ट्रेडिसन्सहरू छन्। कसैले प्रकृतिलाई पुज्छ, कसैले कुनै विभिन्न देवी देवतालाई पुज्छन्, कसैले जुन चाहिँ संसारमा हरेक कुरा पूज्य छन् भनेर उनीहरूले त्यो पूजा गर्छन्। त हिन्दू धर्मभित्र पनि जुन छ सनातन धर्म भनेर जुन डिफाइन गरिन्छ, होइन, जो कि वैदिक धर्म हुनसक्छ, त्यहाँ पनि त्यो मान्ने व्यक्तिहरूले विभिन्न किसिमले पूजा अर्चना गर्ने गरेका छन्। तर त्यो विभिन्न किसिमको पूजा अर्चना गरिराख्दाखेरि
एउटा जुन समुदाय छ, मैले जुन आर्य समाजको कुरा गरेँ, पण्डित श्रीराम शर्मा आचार्यको कुरा गरेँ, उहाँहरूले यानि एक मात्र निराकार ईश्वर पुज्नुपर्छ भन्ने कुरा पनि गरिराख्नु भएको छ, जसबाट मुस्लिमहरूले अल्लाह अकबर भन्दाखेरि त्योभन्दा विपरीत छैन। तर जुन भाष्य बनाइयो कि मुस्लिमले आफूलाई सबभन्दा ठुलो ठान्दछन्, आफूलाई नै यिनीहरूले आफू मात्र ठिक हो भनेर ठान्दछन् र यिनीहरूले हामीलाई घृणा गर्छन् त्यो भन्ने जुन यो कुराहरू छ, त्यसको आधारमा मुस्लिमहरूको साथमा जुन छ मुस्लिमहरूको विरुद्धमा मानिसहरूलाई विस्मरण गरियो र मुस्लिमहरूको विरुद्धमा उनीहरूलाई भड्काउने जुन छ काम भयो र त्यसैको मैले अ, असरको रूपमा देख्दछु कि अजानप्रति उनीहरूलाई आपत्ति भइरहेको। नत्र भने यता अजान भइरहेको छ, अजान सकिएपछि भजन कीर्तनहरू जुन मैले भने, मैले 30-40 वर्षदेखि मैले विटनेस गरेको जुन छ त्यसरी नै हो। यसमा कुनै पनि अब्जेक्सन गर्नुपर्ने कारण मैले देखेको थिएन। र आजको लागि एउटा लास्ट क्वेसन छ। जुन सबै नर्मल बच्चाहरू छन् हाम्रो देशमा, सबैलाई नर्मल स्कुल्सहरूमा पठाइन्छ। तर मुस्लिमको बच्चाहरूको लागि भनेर एउटा स्पेसली मद्रसा भनेर खोलिएको छ र मुस्लिमको बच्चालाई यसैमा नै पठाइएको छ। सो खासमा के हुन्छ यो मद्रसामा चाहिँ? उनीहरूलाई त्यस्तो खालको स्कुलमा चाहिँ किन पठाइयो, नर्मल स्कुलमा नपठाइकन? सर्वप्रथम त बुझौँ हामीले मद्रसा भनेको के हो? मद्रसा भनेको अरबी शब्द जसको अर्थ विद्यालय हो, स्कुल हो। मद्रसा किन भन्ने जुन शब्द आउँछ भने यदि प्रश्न आउँछ भने त्यसको कारण भनेको सन् 1940 इस्वी भनौँ होइन, 1940 इस्वीसम्म राणाहरूले जुन पब्लिक एजुकेसन छ होइन, सार्वजनिक शिक्षा छ त्यसलाई इजाजत दिएका थिएनन् र त्यसपछि पनि जुन इजाजत दिए त्यसमा थुप्रै अप्स डाउन, त्यसमा आफ्नै मान्छे छिराउने होइन, आफ्नै हिसाबले त्यो करिकुलम पनि डिजाइन गर्ने, के पढ्न पाउने, के पढ्न नपाउने विभिन्न जुन छ कुराहरू थियो। र त्योभन्दा धेरै अगाडि भनौँ लगभग 26 वर्ष अगाडि यदि हामीले हेर्ने हो भने मद्रसाहरू थिए। जस्तै हामीले सिराजुल उलुम झण्डानगर या कृष्णनगर कपिलवस्तुको जब हामीले कुरा गर्छौँ भने सन् 1914 मै त्यो मद्रसा कायम भइसकेको थियो। त्यो कायम किन भयो भन्ने कुरा आउँछ। राणाहरूको शासनमा जस्तै सार्वजनिक शिक्षा थिएन त मान्छेहरूले अलि हुने खाने र दरबारसँग नजिक हुने मान्छेले इजाजत लिएर बनारस पढ्न पठाउँथे। यहाँका र जो थिएन जस्तै संस्कृत स्कुलहरूमा पनि होइन समस्या यदि थियो भने उनीहरूले घरमै मान्छेहरू राखेर त्यहाँ पढ्न पठाउँथे। पछि अरू पनि सिस्टमहरू भयो, संस्कृत स्कुल या अरूहरूलाई पनि जोडियो त्यसमा र एजुकेसन लिने त्यो गरियो। तर हेर्ने हो भने यो एजुकेसन भनेको सर्वत्र उपलब्ध थिएन र यसमा मानिसहरूले यानि बडा सोची सम्झिकन बल्ल एजुकेसन पाए, नत्र पनि 1940 सम्म सार्वजनिक स्कुलहरू खोल्ने, सार्वजनिक शिक्षा जुन छ यसको लागि ठाउँ थिएन। र हामीले अरू पनि यानि अगाडि बढ्छौँ भने सन् 1990 सम्म 2046 सालको सायद आसपास हुन्छ यो। उतासम्म हेर्ने हो भने दलितलाई या अरू जातिहरूलाई त्यसरी एजुकेसनको पनि त्यसमा पनि विद्यालयहरू, सार्वजनिक विद्यालयहरूमा पनि उनीहरूको साथमा भेदभाव हुने जुन छ थियो त्यो बेला। त यो सबै सन्दर्भ हो कि एजुकेसन कस्तो थियो भन्ने कुरो, नेपालको एजुकेसन कस्तो थियो भन्ने कुरो। र मद्रसा यानि मुस्लिमहरू भनेको उतातिर यानि इन्डिया धेरै जस्तो मैले भनिसकेँ लगभग 95.2% मुस्लिमहरू अहिले बोर्डर एरियामै बस्ने कारण भनेको अब उनीहरूको फेरि यतादेखि साइनो लगभग होइन, उनीहरू जाने र उनीहरू त्यहीँ इन्डियाकै विद्यालयहरू, मद्रसाहरूमा पढ्ने उनले गरेका थिए। र त्यो बेला उनले जुन एजुकेसन पढ्थे, फारसी, उर्दूहरू पढ्थे, त्यो किनभने यहाँ राणा शासनहरूले मुगलहरूसँग जुन छ सम्बन्ध राख्दाखेरि होइन, या त्यसपछि अङ्ग्रेजहरूसँगको सम्बन्ध राख्दाखेरिको हामीले कुरा गरौँ त कतै न कतै जुन छ पत्रहरू लेख्ने जुन काम हुन्थ्यो त्यो भनेकै त्यही फारसी भाषामै हुन्थ्यो। त इन्टरनेसनल रिलेसन त्यो पढे बापत, उर्दू र फारसी पढे बापत त्यो कम्युनिकेसन गर्नलाई पनि होइन, एउटा देशले अर्को देशसँग कम्युनिकेसन गर्ने त्यो आधार थियो। अङ्ग्रेजी त अब बनेको हो। त मद्रसा लगभग त्यसै कारणले गर्दाखेरि त्यहाँका जुन उतातिर जुन पढ्न गए होइन, मुस्लिमहरू जुन पढ्न गए हुने खाने घरका कतिजना र कतिजना त्यस्तै होइन, उनीहरू इन्डियातिर मद्रसामा पढिसकेपछि यहाँ आउँदाखेरि त्यो अशिक्षाको जुन वातावरण उनले देखे होइन, त्यसमा उनीहरूले केही गर्नुपर्छ भनेर उनीहरूले एजुकेसन मद्रसाहरू कायम गरेका हुन् त्यसमा र त्यसरी मद्रसा शिक्षा जुन छ सुरु भएको हो।
र उनीहरूको योगदान रहेको छ कतै न कतै मुस्लिमहरूलाई शिक्षित पार्न। र एउटा एडिसनल जुन छ एउटा कारण के पनि छ भने हरेक समुदायले आफ्नो संस्कृति जगेर्ना गर्ने प्रयास गर्छ, आफ्नो कल्चर, आफ्नो धर्म। र मुस्लिम किनभने एउटा मार्जिनलाइज कम्युनिटी थियो होइन, र त्यसले गर्दाखेरि पनि उसलाई जगेर्ना गर्ने साधनको रूपमा उसले मद्रसा देख्यो र मद्रसाहरूमा उसले जुन छ मद्रसा खोलेर मेरो धर्म पनि मेरो संस्कृति पनि यहीँबाट जोगेर्ना हुन्छ, यहीँबाट जोगाउन सकिन्छ भनेर त्यसमा मद्रसाहरूको ठुलो योगदान छ मैले भन्छु। किनभने मार्जिनल कम्युनिटी जहिले पनि उनलाई आइडेन्टिटी क्राइसिस हुन्छ, उनको लागि जुन छ जहिले पनि आफ्नो धर्म, आफ्नो संस्कृति जोगेर्ना गर्न जहिले पनि समस्या हुन्छ। त यसमा भूमिका खेलेको हो मद्रसाले। राज्यले एउटा कुरा के पनि भन्नुपर्ने कि राज्यले सार्वजनिक शिक्षा जब भयो, मैले सन् 1990 सम्मको कुरा गरेँ, मुस्लिमलाई पनि किनभने भेदभाव हुने गरेको थियो। त्यसमा सन् 1990 सम्म दलित र अरू मुस्लिम समुदायहरूलाई सार्वजनिक शिक्षामा त्यस्ता किसिमका भेदभावले गर्दाखेरि उनीहरूको पहुँच नभएको स्थिति हो। र त्रिभुवन युनिभर्सिटीबाट सेरिड भन्ने जुन डिपार्टमेन्ट छ त्यसले गरेको रिसर्च अनुसार खास गरी मुस्लिमहरू मद्रसा रुचाउने कारण एक त सार्वजनिक स्थानहरूमा जुन सार्वजनिक शिक्षा जुन छ, पब्लिक एजुकेसन छ, त्यो पब्लिक एजुकेसनमा उनको साथमा जुन छ भेदभाव हुन्छ र उनको कल्चरल सेन्सिटिभिटीको मामलामा उनको कल्चरको बारेमा जुन संवेदनशीलता, उनको संस्कृति, उनको भनौँ न उनीहरूको पहिचानको मामलामा त्यो ठाउँहरू संवेदनशील नभएको परिस्थितिले गर्दाखेरि मद्रसा धेरै जस्तो मुस्लिमहरू मद्रसा पठाउन चाहन्छन् भन्ने कुरो सेरिडको रिसर्चले ब्याक टु ब्याक रिसर्चहरू छ होइन, त्यसले फाइन्ड आउट गरेको। त मुस्लिमहरू किन मद्रसा पठाउँछन् भन्ने प्रश्नको किन पठाउनु पर्ने 3वटा कारण भनिसके। सहज एजुकेसन सहज थिएन, मुस्लिमहरूले मद्रसा कायम गरेर त्यस्तो असहज परिस्थितिमा पनि उनीहरूले एजुकेसन दिएका हुन्, नम्बर 1 कुरो। दोस्रो कुरो, मुस्लिमहरूको धर्म संस्कृति जगेर्ना गर्ने एउटा साधनको रूपमा मद्रसाले काम गरेको हो र त्यसैले गर्दाखेरि मुस्लिमहरूले त्यहाँ पठाउँछन्। तेस्रो कुरो, मुस्लिमहरू सार्वजनिक स्थानहरूमा सन् 1990 सम्म र पछि पनि त्यो ठाउँहरूमा सार्वजनिक शिक्षामा उनको संस्कृति, उनको पहिचानको सन्दर्भमा त्यो ठाउँहरू संवेदनशील नभएको हुनाले र मुस्लिमहरूलाई हाम्रो साथमा भेदभाव भइरहेको छ, हाम्रो साथमा डिस्क्रिमिनेसन भइरहेको छ भनेर मुस्लिमहरूले मद्रसा नै रुचाउने कारण त्यो हो। यसमा मैले एड के पनि गर्न चाहन्छु भने मद्रसा एजुकेसन अहिलेको जुन परिस्थिति जुन छ, एजुकेसन जुन अहिलेको सोसाइटीको डिमान्ड छ कि भाषा आउनु पर्यो, विज्ञान आउनु पर्यो, म्याथमेटिक्स आउनु पर्यो, त्यसमा कतै न कतै मुस्लिमहरूको मद्रसा कमजोर भएको हो। त्यो कमजोर हुने जिम्मेवारी हामीले राज्यको टाउकोमा दिनुपर्ने हुन्छ। कारण हाम्रो समुदायको सबै मानिसहरू या जति पनि समुदायहरू नेपालमा छन् उनीहरू एजुकेसन पाउन् भन्ने त्यो एजुकेसन दिने जिम्मेवारी राज्यको हो। तर के भयो, राज्य मुस्लिमको मामलामा यस कुरामा चुक्यो र मुस्लिमहरूले बरु नेपालको सबैभन्दा गरिब समुदाय, सबभन्दा पिछडिएको समुदायले मुठीदान गरेर आफ्नो खर्चमा मद्रसा निर्माण गरेको, मद्रसाका भवनहरू निर्माण गरेको। बाहिर विदेशमा कमाउन गएको छ भने त्यहाँबाट पैसा पठाएर जुन छ होइन उसले मद्रसाहरूको लागि चन्दा दिएर मद्रसाहरू चलाउने गरेका छन्। त यो मामलामा मुस्लिमहरू अब जति सके अब उर्दू, अरबी होइन धर्म त्यसको बारेमा जति पढाउन सकियो त्यो उनीहरूले पढाए। तर अब साइन्स पढाउनु पर्यो, म्याथ पढाउनु पर्यो, अरू एजुकेसन पढाउनु पर्यो भने त्यसको लागि टिचर चाहिए। ती टिचर महँगा हुने। मद्रसामा त 5,000 मा पनि मानिसहरूले श्रमदान गरेका हुन्, शिक्षकहरूले, मुस्लिमहरूले। मद्रसामा 5,000 मा काम गरेर 8,000 मा काम गरेर अहिलेको जमानामा पनि उनीहरूले जसरी तसरी उनीहरूले एजुकेसन पाओस् मुस्लिमले भनेर उनीहरूले योगदान गरेर पढाइरहेका हुन्। तर यदि अरूहरूलाई पढाउने पनि 40,000 रुपियाँ दिनु पर्यो, 25,000 त दिनै पर्यो, 25-30,000 त्यो मुस्लिमहरूसँग नभएको। तर राज्यले त्यो हेरिदिनु पर्ने थियो। तर राज्यले नहेरेको अवस्थामा मुस्लिमको शिक्षा कमजोर भएको र राज्यको 90% जिम्मेवारी त मुस्लिमहरूले पुरा गर्दैका हुन्। त्यो भवनहरू निर्माण गरेर, त्यो इन्फ्रास्ट्रक्चर डेभलप गरेर राज्यले गर्नुपर्ने काम मुस्लिमले गर्दैका हुन्। अब राज्यले त्यो 10% हात अगाडि बढाएर होइन, कोही पाइला अगाडि सारेर उनलाई केही हेल्पिङ ह्यान्डको रूपमा राज्यले यदि हातेमालो गरोस् भने एउटा ठुलो समुदाय होइन पढ्न सक्छ
एउटा ठुलो समुदाय शिक्षातिर जान सक्छ। तर मान्छेले यहाँ के पनि गरिरहेछन् भने कि एउटा मैले भने नि मुस्लिमको विरुद्ध जुन भाष्यहरू निर्माण गर्ने क्रममा मद्रसालाई आतङ्कवादको अड्डा, मद्रसालाई जिहादीहरू बनाउने ठाउँ भनेर भनिरहेका छन्। के गर्नु परेन, राज्यले टिचरहरू त्यहाँ दियोस्, मद्रसालाई जे चाहिएको छ दियोस्, मुस्लिम मात्र होइन अरू समुदाय पनि त्यहीँ गएर पढौँ, होइन? र मुस्लिमहरूले त केही न केही त खडा गरेका छन् त्यहाँ। त्यहाँ गएर पढोस्, के पढाइ भइरहेछ उनले हेर्छन्, होइन? त्यहाँ टिचरहरू काम गरिरहेका छन्, साइन्सहरू अरूहरू पढाउने टिचरहरू छन्, सकभर मुस्लिम समुदायले पनि काम पाउन् भन्ने पनि त्यहाँ मानिसहरूले चाहन्छन्, किनभने त्यो कल्चरल सेन्सिटिभिटी मुस्लिममा हुन्छ, मुस्लिम समुदायलाई लिएर। तर अरू समुदायहरू पनि त्यहाँ आएर पढ्न चाहिरहेछन् भने पढुन्। र त्यस्ता उदाहरणहरू पनि कतिवटा छन् कि मद्रसाहरूले आफूलाई अहिले गभर्मेन्ट क्युरिकुलम अनुसार उनीहरू ढाल्दै गइसकेपछि अहिले त्यहाँ अरू समुदायहरूले पढिरहेछन्, मजाले पढिरहेका छन्। त यो हामीहरूले मद्रसा किन भन्ने प्रश्नको त मैले जवाब दिएँ, र मद्रसा जसले हुनु हुँदैन भन्ने जुन भनिरहेको छन् त्यो किन गलत हो भन्ने कुरो पनि मैले जुन छ कोसिस गरेको छु तपाईँलाई यो प्रश्नको जवाब दिन। आजको यस टपिकमा हामीहरूले विस्तृत रूपमा जानकारी पायौँ र छलफल पनि गऱ्यौँ शक्तिकुमार वंशकारज्यूसँग। र हामीले यो पनि बुझ्यौँ कि जति पनि द्वन्द्वहरू भइरहेको छ यो करेन्ट सिनारियोमा, जसले पनि द्वन्द्व सुरु गर्यो, चाहे त्यो हिन्दू होस् अथवा मुस्लिम होस् या जुनसुकै समुदायको मान्छेले गरेको होस्, त्यो द्वन्द्व गर्ने मान्छे पक्कै पनि गलत हो भन्ने कुरा हामीले बुझ्यौँ। र पक्कै पनि आजको हाम्रो यो कन्भर्सेसनले गर्दाखेरि जुन यो अन्तर समुदाय द्वन्द्वको कुरा छ यसले पुरै समाधान गर्दैन होला। तर यो जुन रिलिजनहरूको बारेमा, आस्थाहरूको बारेमा कुरालाई समाधान गर्नको लागि हामीले यो रिलिजन आस्थाभन्दा अलिकति एक स्टेप पछाडि आउनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। नट गोइङ फरवर्ड विथ द स्कोप अफ रिलिजन अर बिलिफ, तर चाहिँ एउटा इन्डिभिजुअलको रूपमा हामी आउनुपर्छ जस्तो लाग्छ। किन भन्दाखेरि जब हामीहरू जन्मिन्छौँ त्यतिखेर हाम्रो माइन्ड क्लियर हुन्छ एउटा बेबी अथवा एउटा बच्चाको रूपमा। तर जब हामी हुर्किँदै जान्छौँ त्यतिखेर हामीलाई यदि इङ्ग्लिस सिकायो भने हामीहरू इङ्ग्लिस सिक्छौँ, त्यति नेपाली सिकायो भने हामीहरू नेपाली सिक्छौँ। र जब बच्चा हुर्किँदै जान्छ त्यतिखेर उसले आफ्नो साथीभाइहरूसँग बसेर नेवारी सिक्ला अथवा अरू कुनै भाषा सिक्ला। एउटा मान्छे त्यसरी नै सेप हुँदै जान्छ, जसरी चाहिँ ऊ जता बस्छ उसको परिवार जस्तो छ अथवा चाहिँ उसले आफ्नो साथीभाइहरूसँग जे कुराहरू सिक्छ त्यही हिसाबमा सेप हुँदै जाने हो। सो यो धर्म भनेको कुरा पनि यस्तै नै हो जस्तो लाग्छ मलाई चाहिँ। ऊ जस्तो खालको समुदायमा बस्यो, उसको आमा बुवाले जे कुराहरू सिकायो, उसको साथीभाइहरूले जे कुरा भन्यो अथवा उसले आफ्नो इन्भाइरोमेन्टमा सराउन्डिङमा जे कुराहरू देख्यो उसले त्यो कुराहरूबाट सिक्छ र उसको बिलिफ, उसको आस्था, उसको सोचाइ त्यो हिसाबमा चाहिँ सेप हुँदै जान्छ। तर हामीले एट दि एन्ड यो कुरा बुझ्नुपर्छ कि हामीहरू सबैजना मानिस नै हो र एउटा मानिस भएर हामीले अर्को मानिसलाई पनि माया गरौँ, उसलाई हेल्प गरौँ, चाहे उसको आस्था जेसुकै होस्, चाहे ऊ जुनसुकै धर्मको होस्, चाहे ऊ जुनसुकै समुदायको होस्, चाहे ऊ जुनसुकै रङको होस् अथवा ऊ जुनसुकै जेन्डरको होस्। यदि कोही मान्छेले गलत गरेको खण्डमा तपाईँले उसको आस्था अथवा उसको समुदायमा उसलाई त्यो समुदाय त्यो आस्थाले तपाईँ गलत नठहराउनुहोस्। अथवा कोही कसैको समुदाय अथवा कसैको आस्था फलो गर्ने ग्रुप छ भने त्यो ग्रुपले गलत गरेको खण्डमा तपाईँ त्यो मान्छे इन्डिभिजुअलले तपाईँ गलत नठहराउनुहोस्। यदि तपाईँलाई कोही मान्छेले गलत गरेको छ जस्तो लाग्छ भने तपाईँ पर्सनली उसलाई एड्रेस गर्नुहोस् र राम्रो तरिकाले एड्रेस गर्नुहोस्। यदि तपाईँले टलरेट गर्न सक्नुहुन्छ तपाईँ टलरेट गर्नुहोस्, यदि तपाईँले सक्नुहुन्न तपाईँ जानुहोस्, तपाईँ कानुनको हेल्प लिनुहोस्, किनकि तपाईँसँग जति राइट छ अर्को मान्छेसँग पनि त्यति नै राइट छ। र तपाईँ एउटा मानिस भएको नाताले तपाईँ जता हुनुहुन्छ तपाईँको वरिपरिको मान्छेहरूलाई तपाईँले सेफ फिल गराउन सक्नुपर्छ, न कि तपाईँले भेदभाव गरेर अथवा तपाईँले थिचोमिचो गरेर र तपाईँले प्रोभोक गरेर आफ्नो छेउछाउको मान्छेहरूलाई तपाईँ डिस्टर्ब नगर्नुहोस्। र यति भन्दै आजको हाम्रो यो एपिसोड म टुङ्ग्याउन चाहन्छु र शक्तिकुमार वंशकारज्यूलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु आफ्नो टाइमको लागि। धन्यवाद। र हाम्रो यो भिडियो साथीभाइहरू सबैलाई सेयर गर्नुहोला कि सबैलाई यसको बारेमा थाहा पाओस्। र यति भन्दै हामीहरू आज बिदा माग्न चाहन्छौँ। धन्यवाद।